मूल विषय अब पहिला चाहिँ यो भन्न चाहन्छु अब म यहाँ आउने चाहिँ पोहोर सालमा यहाँ एकचोटि आएको हो। त्यो बेलामा हामी धर्म प्रवचनहरू धर्मदेशनहरू गरेर चाहिँ धेरै राम्रो भएको थियो। अनि यसपाल फेरि यहाँ आएर चाहिँ अनि धर्मदेशन गर्ने हो। यहाँ आउनु कारण चाहिँ अनि के अरे यहाँ आउनु कारण चाहिँ यो पोलिटिक्सलाई कर्छ राजनीति त्यो सोचले आएको के पनि होइन। अनि यहाँ आउने चाहिँ फेरि जातको सोचले थारूको सोचले अनि आफ्नो एउटा सबै त्यो बुद्धिस्ट बनाउने बौद्ध बनाउनु त्यस्तो सोचले आएको के पनि होइन। अनि यहाँ आउने चाहिँ फेरि के समय धेरै भएर आनन्द लागि आएको त्यस्तो पनि होइन। म यहाँ आउनेको कारण चाहिँ एकमा बुद्धले के भन्नु छ भनेदेखि सर्व प्राणीहरू सुख चाहिने र दुःख नचाहिने एउटै हो, त्यसमा केही फरक छैन। जाति अनि थार धर्म त्यस्तोदेखि अलिअलि फरक भएको छन् त छन्, तर पनि जति प्राणीहरू हुन्छ सबैको मनमा मलाई सुख पाओस् मलाई दुःख नहोस् भनेको सोच चाहिँ सबैलाई एउटै छ। त्यसो कारणले बुद्धले के भन्नु छ भनेदेखि सिम्जे थम्जे देवा त देवी क्यो त देवरै गिर्छे, सिम्जे थम्जे तुङ्गल त तुङ्गल क्यो त ठेवरै गिर्छे भनेर सर्व प्राणीहरूलाई सुख पाओस्, सर्व प्राणीहरू दुःखबाट हटाओस्, दुःख टेक्नु सकोस् भनेर चाहिँ अनि प्रार्थना चाहिँ गर्नुहुन्छ। उहाँले त्यो भनेको छ। त्यसो कारणले अनि हुनु चाहिँ बौद्धको अनि शास्त्रमा बुद्धले के भनेको छ भनेदेखि ऋग मिचो भने चाहिँ अनि जातिको कुरा चाहिँ ठुलो होइन, अनि मिचो भने चाहिँ थारूको कुरा चाहिँ ठुलो होइन। जाति र थार भने चाहिँ त्यति ठुलो होइन। सर्व प्राणी सबैलाई अनि हामीले सोचेर सबैलाई माया दया गर्नुपर्छ, माया दया गर्नुपर्छ, सबैलाई अनि सबैले फाइदा गर्नुपर्छ, सबैलाई सहयोग गर्नुपर्छ, सबै मिलजुल गरेर बस्नुपर्छ भनेर चाहिँ उहाँले भन्नुभएको छ। त्यसो कारणले चाहिँ म यहाँ आउनुको कारण एउटा चाहिँ सर्व प्राणीहरूलाई सुख दिनु सकोस्, दुःखबाट अलिकति हटाउन सकोस्, त्यसको तरिकाहरू अलिकति सिक्नु सकोस् भनेर चाहिँ यहाँ आएको हो। दोस्रो चाहिँ के हो भनेदेखि यहाँ आउनुको उद्देश्य चाहिँ अब हाम्रो इन्डियामा पनि नेपालमा पनि तिब्बतमा पनि हिमालयन क्षेत्रमा लद्दाखमा खुनु कर्सा त्यही जस्तो गरेर चाहिँ अब आजकल त अमेरिकातिर युरोपतिर अनि एसियन कन्ट्रीतिर अब अहिले चाइनामा पनि बौद्धहरू धेरै फैलाएको छ, धेरै भएको छ। त्यसो कारणले अब बौद्धहरूले अनि आफ्नो धर्म चाहिँ सिक्नु परेको छ, चिन्नु परेको छ, थाहा हुनु परेको छ। त्यसो कारणले अब हाम्रो यहाँ अनि निजगढमा पनि अनि बौद्धहरू थुप्रै नै छ। त्यसो कारणले अब बौद्धहरूले पनि बुद्ध भने के हो, धर्म भने के हो, सङ्घ भने के हो, बुद्ध धर्म भने के हो, बुद्ध धर्मको लाभ के छ, बुद्ध धर्मले हामीले के फाइदा हुन्छ, धर्मले हामीले स्वीकार कसरी गर्नुपर्छ, अनि धर्मको जिम्मा हामीले कसरी लिनुपर्छ, धर्मले संरक्षण कसो गर्नुपर्छ, त्यस्तो कुराहरू अनि जानकार गर्नुपर्ने छ। त्यसो कारणले त्यो सिकाउनु लागि आएको।
यसको मतलब के हो भनेदेखि बुद्ध धर्मको शिक्षा अनि दिनुभएको हो। बुद्ध धर्मको शिक्षा है त्यो हो, अरू उद्देश्य केही छैन। म यहाँ आएर चाहिँ केही पैसा पाओस्, केही नाम पाओस्, पद अधिकार अलिकति ठुलो होस्, पछि मलाई भोटहरू पाओस्, त्यस्तो सोच के पनि छैन। यहाँ आउने चाहिँ आफ्नो खर्च आफूले पैसा तिरेर खर्च गरेर आएको है। त्यसो कारणले मलाई त्यस्तो के पनि छैन। अब बुद्धको शिक्षा चाहिँ अलिकति दिनु सकोस् भनेर त्यो सोच हो, त्यो चाहिँ दोस्रो हो। अब तेस्रोमा चाहिँ हाम्रो यहाँ कोही आमा ग्रुपहरू छ, उनीहरू चाहिँ बुद्ध धर्मको विषयमा पढ्दैछ, अनि काका काकाहरू यस्तो पढ्नेहरू चाहिँ उनीहरू चाहिँ पढ्दैछ। अब त्योहरू चाहिँ कसरी पर्छ होला, कसो कसो हुन्छ होला, त्यो पनि अलिकति थाहा होस् भनेर त्यसो कारणले म यहाँ आउनको कारण चाहिँ सर्वप्राणीलाई फाइदा गर्ने र बौद्धहरूलाई बौद्धको शिक्षा अनि दिनुको लागि आएको हो, अरू केही होइन भनेर चाहिँ यो भन्न चाहन्छु। अब यहाँ अब मेरो विचारमा जति यहाँ आउनु भएको छ सबै त होइन, अब कोही कोहीहरू होइन होला, अनि मङ्गते म्याक्सिमम लगभग धेरै जस्तो चाहिँ पहिला हामी मिलिसकेको छ। त्यसो कारणले मैले पोहोर साल म यहाँ आउँदाखेरि मैले 10, 11, 12 त्यस्तो विषयमा कुराहरू चाहिँ गरेको छ। अब त्यसको भित्र चाहिँ अहिले मैले याद भएको ठुलो कुराहरू चाहिँ के छ भनेदेखि, अनि हामी एउटा मान्छे भएको कारणले मान्छे राम्रो हुनुपर्छ भनेको विषयमा त्यहाँदेखि मैले के भनेको छ भनेदेखि, अनि असल विचार र असल आचरण हामीले चाहेको छ भनेर त्यो मैले धेरै भनेको छ पहिला हो। त्यो सँगै शिक्षा भने चाहिँ धेरै ठुलो कुरा हो, सबैले शिक्षालाई ध्यान दिनुपर्छ भन्ने चाहिँ भनेको थिएँ र थिए। अनि त्यो सँगै अनि हामी एउटा बुद्धको चेला भएको कारणले बौद्ध राम्रो एउटा हुनुपर्छ भनेको कुरा चाहिँ अनि मैले भन्ने थिएँ। त्यसको लागि बुद्ध धर्म पढ्नुपर्छ, ध्यान अभ्यास गर्नुपर्छ भनेर चाहिँ त्यो भन्ने थिएँ। त्यो सँगै मैले एक दिनको भित्र अनि 6वटा योग भन्ने चाहिँ मैले सिकाएको थियो। बिहान उठ्नु बेलामा अनि यसरी योग गर, अनि जिउ धुँदाखेरि मुख धुँदाखेरि यसरी योग गर, अनि त्यसको पछि ध्यानमा बस्नु बेलामा यसरी योग गर, त्यसको पछि चाहिँ खाना खानु बेलामा यसरी योग गर, अनि बेलुका सुत्नु बेलामा यसरी योग गर, अन्य समयमा यसरी योग गर भनेर चाहिँ 6वटा योग मैले सिकाएको थियो। अब हजुरहरूले त्योहरू सबै गर्दैछ कि छैन? अब गर्दैछ भनेदेखि त्यो ध्यान अभ्यास गर्दैछ भनेदेखि त धेरै राम्रो हो, धेरै फाइदा भएको छ होला। अब गरेको छैन भनेदेखि अझ मैले याद दिँदैछु, त्यो चाहिँ गर्नुपर्छ, धेरै फाइदा हुन्छ भनेर चाहिँ भन्न चाहेको छु त्यो। अनि तेस्रोमा चाहिँ मैले पहिला के भन्थ्यो भनेदेखि, हामी एउटा हिमालयन क्षेत्रको बौद्धहरू महायान बौद्ध हो। महायान बौद्ध भएको कारणले महायान बौद्ध राम्रो एउटा हुनु परेको छ। त्यसको लागि चाहिँ हामीले महामाया, महादया अनि बुद्धिचित त्यसलाई ध्यान अभ्यास गर्नुपर्छ भनेर चाहिँ मैले भनेको थियो। त्यसको विषयमा पनि अलिकति भनेको थियो। त्यस्तो गरेर चाहिँ पहिला अनि त्यो सँगै मलाई याद एउटा के आउँछ भनेदेखि, मैले धर्मलाई संरक्षण कसरी गर्नुपर्छ भनेको विषयमा, धर्मलाई संरक्षण गर्नेको विषयमा 3 तरिका छ, उपाय 3 छ भनेर। एउटा चाहिँ धर्मलाई पढेर, धर्म सुनेर, चिन्तन गरेर, पढेर चाहिँ धर्मले संरक्षण गर्ने।
दोस्रो चाहिँ धर्मलाई ध्यान आवेश गरेर संरक्षण गर्ने तेस्रो चाहिँ हाम्रो बलले अब बलको भित्र पनि कोहीहरू शिक्षाको बल हुन्छ कोहीहरूले दान दौलतको बल हुन्छ कोहीहरूले पद अधिकारको बल हुन्छ त्योहरू सबै प्रयोग गरेर धर्मले संरक्षण गर्नुपर्छ भनेर तिनवटा त्यो धर्मलाई संरक्षण गर्ने तरिका उपाय तिनवटा चाहिँ मैले भनेको थियो हो त्यो कुराहरू चाहिँ मैले पोहोर साल सबै भनेको थियो है यो रेकर्डिङ पनि गरेको छ त्यो मात्र नभएर मलाई याद छ त्यो बेला मैले चाहिँ पेन ड्राइभ भन्ने एउटाको भित्र अनि बुद्ध धर्म प्रवचनहरू हालेर यहाँ राखेर अनि जनताहरू जसले त्यो चाहेको छ त्यहाँबाट लिनुहोस् कपी गरेर सुन्नुहोस् भनेर भनेको थियो तपाईँहरू त्योहरू गर्नुभयो भयो भने धेरै राम्रो हो त्यो हो अब त्यहाँसम्म चाहिँ मैले त्यो के अरे पहिला पोहोर साल मैले धर्म प्रवचन गरेको त्यो हो अब मैले त्यो बेलामा के भनेको छ भनेदेखि तपाईँहरूलाई याद छ होला हैन मैले त्यो बेलामा के भनेको छ भनेदेखि म अहिले निजगढ अनि अरू पनि छ जग्गाहरू जहाँ मेरोसँग धर्म र चेलाको सम्पर्क भएकोहरू हुन्छ अब यो गाउँतिर त्यस्तोहरू छ त्यसमा चाहिँ अनि सक्यो भने मैले 5 वर्ष निरन्तर रूपमा आउँछु भनेर भनेको थियो त्यसमा मैले के भन्दैदेखि अनि पहिलाको वर्षमा अब पोहोर सालको होइन त्यो बेलामा चाहिँ म यसरी धर्म प्रवचन दिन्छु अब भविष्यमा अझै 4 वर्ष निरन्तर रूपले म आउँछ त्यो बेलामा चाहिँ अनि एउटा त्यो के भन्छ पढाउनु तरिका खोरिन कम्प्युटर रूपले धर्महरू प्रवचन गर्छु भनेको थियो अब त्यो कसो हो भनेदेखि यस वर्षमा चाहिँ अनि शरण गमन र कर्म र फलको विषयमा विशेष गरेर चाहिँ शरण गमन र कर्मको फलको विषयमा चाहिँ धर्मदेशन गर्ने आजको दिन चाहिँ शरण गमनको धर्म देशन गर्ने हो भोलिको चाहिँ खास गरेर कर्म र फलको विषयमा धर्म देशन गर्ने हो यस पाल यो हो अब यदि तपाईहरु चाहेको छ तपाईहरु त्यसलाई ध्यान दिन्छु भन्ने छ भने अनि म पछि फेरि अनि लो जुम्मा लखर्सा पछिको सालमा वर्षमा रहे पछिको सालमा फेरि म यहाँ आएर चाहिँ त्यो बेला अनि मायान के रे त्यो 4 आर्य सत्यको विषयमा अनि त्यसले यहाँलाई चुङ्गिल गर्छ 12 अङ्ग प्रतित समुपता त्यसको विषयमा चाहिँ धर्मदेशन गर्ने हो अब त्यसको पछि अझै तपाईहरुले ध्यान दियो भने अनि पछि चाहिँ महायानको धर्म बुद्धिचित भन्ने चाहिँ कस्तो हो बुद्धिचित उपलब्ध कसरी गर्नुपर्छ भनेको विषयमा त्यसको पछि अनि अलिकति हाई लेभल अलिकति गम्भीरमा आत्माको विषयमा शून्यताको विषयमा त्योहरू सबै भन्ने हो त्यस्तो गरेर चाहिँ हामीले धर्म सुन्यो भने के हुन्छ कम्पक्ट रूपले अनि धर्म चाहिँ राम्रो चिन्छ नत्र आएर धर्महरू सबै मिक्स गरेर एकचोटि भन्यो गयो फेरि सबै मनमा पनि राख्न नसक्ने हुन्छ कम्पक्ट रूपले चाहिँ अनि धर्म चाहिँ जानकार पनि हुँदैन धेरै गाह्रो हो त्यसो कारणले मैले यो सोचेको थियो त्यसो कारणले अब यहाँ आज भोलि चाहिँ अघि मैले भनेको जस्तो आज चाहिँ शरण गमनको विषयमा भन्ने अनि भोलि चाहिँ अनि कर्म र फल है यो अब म शरण गमनको विषयमा भन्न चाहन्छु ल अब यहाँ अब मेरो नेपाली चाहिँ नेपाली भाषा यति राम्रो छैन म इङ्ल्यान्ड के अरे इन्डियामा धेरै बसेको कारणले अब 38 वर्ष 38 वर्ष इन्डियामा बसेको कारणले नेपाली भाषा धेरै बोलिएको छ अब त्यसको माथि अहिले यो छेउको भाषाहरू नेपालीमा अलिक गाह्रो पनि छ त्यसो कारणले
मैले अलि भन्छु अनि हाम्रो अनुवादले अनि उहाँले चाहिँ अनि त्यो के भन्छ त्यो नेपालीमा ट्रान्सलेट अनुवाद गरेर ट्रान्सलेटलाई अनुवाद गरेर ट्रान्सलेट अनुवाद गरेर चाहिँ उहाँले भन्छ त्यसो गरौँ है। अब पहिला चाहिँ यसो गरौँ पहिला अब सबैले राम्रो गरेर सुन्नुहोस् है। हुनु चाहिँ हामीले खास गरेर बौद्धहरूले चाहिँ पहिला मनमा यो राख्नुहोस्, म पहिले पनि भनेको थियो अहिले पनि भन्दैछु है, यो नबिर्सिनु। हामी बौद्धको भित्र बुद्ध धर्मलाई अनि ध्यान अभ्यास गर्छु भनेको मा दुई किसिमको हुन्छ। एउटा चाहिँ गुफामा बसेर अनि जिन्दगी ध्यान अभ्यास गर्ने जस्तो मेला रेपत हो जस्तो अनि त्यस्तो पनि हुन्छ। फेरि कोहीहरू चाहिँ गुम्बाको भित्र आनीमा बसेर ढापा बसेर चाहिँ अब म गृहस्थीको जिन्दगी चाहिँ ननिपाउने, अब म त धर्ममै लाग्छु, अब 100% एक 100% धर्ममा लाग्छु, प्रतिशत धर्ममा लाग्छु, यस्तो हुन्छ हैन। अब उहाँहरू चाहिँ अनि यो के अरे सामाजिक सोसल चिसो र सामाजिकमा चाहिँ समाजमा उहाँहरू बस्दैन। त्यसो कारणले उहाँहरूले धर्म गर्नेको एउटा तरिका हुन्छ, त्यो चाहिँ एउटा। अब हामी बाजे अनि मेमे अनि इबी अनि बा आमाहरू अनि छोराछोरी त्यस्तो समाजमा बस्ने अनि फेरि बौद्धहरू हुन्छ। उहाँहरू चाहिँ बौद्ध भएको कारणले बुद्ध धर्मलाई अनि सुन्नुपर्ने, पढ्नुपर्ने, ध्यान अभ्यास पनि गर्नुपर्ने हुन्छ। तर त्यो सँगै समाजमा बसेको कारणले अनि समाजको जिम्मेवारी लिनुपर्ने हुन्छ है। त्यसो कारणले फेरि समाजमा बस्ने अनि बौद्धहरूले पनि आफ्नो बुद्ध धर्मलाई ध्यान अभ्यास गर्ने त्यस्तो एउटा चाहिँ हुन्छ। त्यसो कारणले दुई किसिमको बुद्ध धर्म ध्यान अभ्यास गर्ने भने त्यसमा दुई किसिमको हुन्छ भन्न चाहन्छु। अनि यहाँ म के भन्न चाहन्छु भनेदेखि अहिले मैले अब यहाँ गुरुहरू हुन्छ, आनीहरू हुन्छ। अब त्यस्तो हो भनेदेखि अब आफैले आफ्नो काय वाक्क चित्त सबै अनि बुद्ध धर्मसँगलाई चढाएर अब मेरो यो जीवनभरि अनि म बुद्ध धर्ममा लाग्छु भनेर चाहिँ बुद्ध धर्मलाई व्यस्त रूपले बुद्ध धर्मलाई सुन्ने, बुद्ध धर्मलाई चिन्तन गर्ने, बुद्ध धर्मलाई धेरै प्रयोग गर्ने, पढ्ने, बुद्ध धर्म भनेको कस्तो भनेर चाहिँ A to Z थाहा हुनु गर्ने। फेरि बुद्ध धर्मको भित्र थेरावाद कस्तो छ, महायानको धर्म कस्तो छ, वज्रयानको धर्म कस्तो छ, त्योहरू सबै थाहा हुनु गर्ने। सक्यो भने आफैले निङमा कैक्यु साक्या किलुको धर्महरू कस्तो रहेछ भनेर आफैले त्यसलाई ध्यान दिएर इन्ट्रेस्ट दिएर पढेर त्यस्तो गर्न सक्यो भने धेरै राम्रो हो। मैले यो जीवनमा यस्तै गरेको थियो। मैले थेरावाद, महायान, वज्रयान, निङमा कैक्यु साक्या किलु सबै मैले पढेँ। त्यो पढेको कारणले म धेरै खुसी छु। ज्ञान पनि धेरै पायो, आफ्नो सोच पनि धेरै राम्रो भयो। मेरो सोचको भित्र चाहिँ एउटा चाहिँ के भयो भने अनि ओपन माइन्ड भने चाहिँ मन खुला भयो। दोस्रोमा के फाइदा भयो, ब्रोड माइन्ड भन्ने बेलामा मन धेरै ठुलो भयो, समुद्र जस्तो है। त्यसको माथि अनि मलाई के भयो भनेदेखि धेरै ज्ञान पायो। त्यसो कारणले चाहिँ
मेरो मनमा मलाई अहिले थेरावादासँग भने मिल्नु सक्ने, महायानसँग भने मिल्नु सक्ने, वज्रयानसँग भने मिल्नु सक्ने, निङमा कैक्यु सक्या घिलु सबैसँग मिल्नु सक्ने त्यस्तो मलाई चाहिँ भएको छ। मेरो मनदेखि भने त्यो सबै बुद्धकै अनि एउटा शिक्षा ज्ञान धर्म रहेछ भनेर सबै मैले मान्नु सक्ने, मेरो मनमा सबैलाई त्यो धर्म सबैलाई श्रद्धा पनि हुने हो, त्यस्तो मलाई भएको थियो। त्यसो कारणले म धेरै खुसी छु होइन। त्यो मात्र नभएर म एउटा बुद्ध होइन, म एउटा बुद्धिसत्व पनि होइन, म एउटा महान गुरु पनि होइन, म त्यस्तै मिथ्याचा चिल खर्च, म साधारण एउटा भिक्षु हो है। तर पनि मैले पढेको कारणले चाहिँ अनि मेरो मलाई चाहिँ अनि के हुन्छ भनेदेखि हो म बुद्ध होइन, म बुद्धिसत्व होइन, तर मैले कोसिस गरेर बुद्धिसत्व जस्तो चाहिँ गर्नु पर्यो भने मेरो मनमा चाहिँ त्यो हुन्छ जहिले पनि। त्यसो कारणले मेरो मनमा म बुद्धिसत्व जस्तो गर्नु पर्यो भनेर। अब बुद्धिसत्व जस्तो गर्ने हो भनेदेखि कस्तो गर्नुपर्छ? सोच बुद्धिसत्व जस्तो हुनु पर्यो, कर्म आफ्नो जो गरेको कार्यहरू बुद्धिसत्व जस्तो हुनु पर्यो। सोच बुद्धिसत्व जस्तो हुनुको लागि के चाहियो? बुद्धिचित्त चाहियो। त्यसो कारणले मैले जहिले पनि उठेर नसुत्नेसम्म बुद्धिचित्त मात्र सोचेर चाहिँ गर्दैछु। मेरो मनमा बिहानदेखि नसुत्नेसम्म चाहिँ बुद्धिचित्त भने चाहिँ मलाई चाहिँ आउनुमा गाह्रो केही छैन। कोहीहरू आएर मैले हानेर मैले नराम्रो भन्यो भनेदेखि मैले त्यो उहाँले बुद्धिचित्तद्वारा हेर्नु सक्ने त्यस्तो भएको छ। मैले खुसी छु होइन। अब सोचमा बुद्धिचित्तको सोचमा नभएर कर्ममा कराएमा भने मैले यो जिन्दगीमा जति सकेको अनि अरूको लागि मैले काम गरेँ, मायाद्वारा काम गरेँ, दयाद्वारा काम पनि गरेँ, बुद्ध धर्मको लागि काम गरेँ, के अरे समाजको सेवा लागि काम गरेँ। त्यस्तो गरेर चाहिँ धेरै मलाई चाहिँ खुसी छु। त्यसो कारणले म के सोच्दैछु भनेदेखि अब जो होस् मलाई एउटा जिउ एउटा पाएको छ, मलाई एउटा वचन मानवको जिउ, मानवको वजन, मानवको मन एउटा मलाई छ। त्यो मैले प्रयोग गरेर बुद्धिसत्वको बाटोमा, बुद्धिसत्वको मार्गमा म जान्छु भनेर चाहिँ मलाई त्यति मनमा चाहिँ त्यस्तो हुन्छ रहेछ। त्यो सोच बुद्धिचित्त भनेको सोचको कारणले म यहाँ के अरे निजगढमा पुगेको थियो, गाउँमा पुगेको थियो। यदि मलाई बुद्धिचित्तको सोच छैन भनेदेखि मैले त्यति पढिसकेर मैले तुरुन्त अमेरिका जान्छ मैले तुरुन्त अनि के अरे युरोपतिर जान्छ। जसले पैसा दिन्छ, जसले पैसा धेरै दिन्छ त्यहाँ म जान्छ होइन है। अब आजकल यदि मैले चाइनामा गयो भने म त धेरै धन्य हुने हो होइन। आजकल बुद्ध धर्मको ज्ञान छैन, तर बुद्धको मूर्ति एउटा बनाउन सक्ने पाटनको भित्र भएको त्यस्तो मूर्ति बनाउने मान्छे पनि आजकल चाइनामा यसो जान्छ। उहाँले नेपालमा मूर्ति एउटा बनायो भन्दा चाइनामा मूर्ति एउटा बनाउन सक्यो भनेदेखि पैसा डबल ट्रिपल आउँछ भन्छ होइन। त्यसो हो नि, आजकल चाइनामा पैसा धेरै इम्प्रुभ भयो, धेरै विकास भयो, मान्छेले पैसा धेरै छ। त्यसो कारणले चाइनातिर गएर धर्म देशमा गएर पैसा बनायो भने म त धन्य हुने हो। तर मैले पैसाको लागि मैले काम गरेको छैन। म एउटा बुद्ध धर्म शिक्षा दिने एउटा मास्टर हो। मैले मास्टरको काम 22 वर्ष गरेँ, तर तलब 1 रुपियाँ पनि लिएको छैन। भोलन्टरी सर्भिस भन्छ।
अब 1 रुपैयाँ पनि तलब लिएको छैन हैन तर पनि 1 रुपैयाँ पनि तलब नभएर त्यति काम गर्नु सक्ने त्यति वर्ष अनि बस्नु सक्ने त्यति वर्ष अरूले फाइदा गर्नु सक्ने चाहिँ के कारणले अरू के पनि होइन मनको भित्र भएको बुद्धिचितको कारणले त्यसो कारणले बुद्धिचित भनेको त्यस्तो सोच त्यस्तो मन त्यस्तो चित्त त्यस्तो त्यो द्वारा गरेको कर्म बुद्धिसत्वहरूको अनि कर्म त्यस्तोमा लाग्यो भनेदेखि आफूले पनि धेरै एउटा इङ्ग्लिसमा भन्छ कन्फिडेन्ट खल्ला गरे कन्फिडेन्ट विश्वास आफूले विश्वास गर्नु हुने प्राउड गर्व हुने आफै पनि खुसी हुने अरूले पनि फाइदा हुने त्यस्तो रहेछ यो मेरो अनुभव हो त्यसो कारणले अनि अहिले मैले चाहिँ यो भन्दैछु म बुद्धिसत्व जस्तो गर्नु सकोस् भनेर प्राप्त पनि गर्दैछु अनि त्यो जस्तो गर्नेको कोसिस पनि गर्दैछु त्यो हो अब यहाँ मैले अहिले यो भनेको त्यसो कारणले यहाँ मैले चाहिँ हजुरहरूले के भन्न चाहन्छु भनेदेखि अब समाजमा बस्ने बौद्धहरूले मनमा राख्नुपर्ने के छ भनेदेखि हामी समाजमा बस्नु परेको कारणले समाजमा हामी बस्दाखेरि चाहिँ हामीले कस्तो सोचदेखि बस्नुपर्छ कस्तो अनि कार्य गरेर बस्नुपर्छ भनेर त्यो दुईमा चाहिँ राम्रो त्यो गर्नुपर्छ अब त्यसको कारणले जहिले पनि मनमा के राख्नुपर्छ भनेदेखि म अरूलाई दुःख नदिने भनेको एउटा सोच म अरूलाई अनि फाइदा गर्छु सहयोग गर्छु भनेको सोच त्यो दुईटा जहिले पनि राख्नुपर्छ है म अरूलाई दुःख नदिने अरूलाई हान्ने नगर्ने भनेको सोच त्यस्तो एउटा भयो भने अरू भनेको भित्र जाति पनि के किसिमको हुन्छ थार के किसिमको हुन्छ तर आफ्नो मनमा जाति यो जाति त्यो थार यो थार त्यो कुरा चाहिँ छोडेर जति प्राणीहरू छ त्यो सबैले मैले दुःख नदिने सबैले मैले चाहिँ उनीहरूलाई हान्ने नगर्ने सबैले मैले माया गर्छु दया गर्छु भन्ने सोच भएदेखि अब समाजमा चाहिँ धेरै उहाँले काम राम्रो गर्न सक्छ समाजमा दुःखको काम नराम्रो काम गर्दैन नि त्यसो कारणले त्यो सोच चाहिँ हामीले जहिले पनि राख्नुपर्छ त्यो एउटा त्यो सँगै अनि के अरे शिक्षामा ध्यान दिने असल विचार र असल आचरणहरूले ध्यान दिने अनि त्यो सँगै अनि त्यो के अरे जात थारको कुरा गरेर पक्षपातहरू नगर्ने सबैसँग मिलजुल गरेर बस्ने त्योहरू चाहिँ त्यो एउटा कुरा चाहिँ के छ भनेदेखि हामीले बुद्ध धर्मको जिम्मा चाहिँ हामीले लिनुपर्छ त्यसो कारणले त्यो धर्मको देखि अनि पक्षपात गर्ने चाहिँ नराम्रो हो यो हिन्दू धर्म यो यीशु धर्म यो थेरावाद के अरे त्यो यो मुस्लिम हो यो बुद्धिस्ट हो भनेर हामी बुद्धिस्ट यस्तो पक्षपात गरेर चाहिँ त्यो चाहिँ गर्नु हुँदैन त्यो मात्र नभएर हाम्रो बौद्धकै भित्र त्यो थेरावादाहरू चाहिँ सानो हो महायाना ठुलो वज्रयाना त्योभन्दा ठुलो सबभन्दा राम्रो अर्कोहरू त्यो होइन भने जस्तो फेरि निङमा राम्रो काइक्यु राम्रो होइन साक्या राम्रो होइन गिलु राम्रो होइन भन्ने फेरि साक्या राम्रो निङमा राम्रो होइन फेरि गिलु राम्रो अर्को त्यस्तो धर्मको नामदेखि यस्तो पाप गर्ने धेरै हुन्छ त्यो चाहिँ हामीले जहिले पनि गर्नु हुँदैन म यहाँ यो सबैले भन्न चाहन्छु है त्यसो कारण मैले यो अनि किन भन्यो भने म आफैले पढेर अनुभव भएर चाहिँ भनेको हो त्यसो कारणले बुद्धकै धर्म थेरावाद होस् महायाना होस् वज्रयाना होस् निङमा होस् साक्या होस् कक्यु होस् गिलु होस् सब
सबै बुद्धकै धर्म हो त्यस्तो धर्मद्वारा बुद्धता प्राप्त गर्न सक्ने अर्हत सम्म पुग्न सक्ने त्यस्तो शक्ति भएको धर्म एउटै हो त्यसो कारणले सबै धर्मलाई आफूले मानेर सबै धर्मलाई ढोग्नुपर्छ आफै खुसी हो निङमा गरे पनि हुन्छ म निङमाको लामा हो म निङमाको त्यो हो म साक्या हो म कैक्यो हो म गिलु हो भनेर आफ्नो आफ्नो त्यहाँ जो के अरे परम्परा छ त्यसमा बस्यो पनि हुन्छ तर मनको सोचदेखि म निङमा हो तर मैले कैक्यो साक्या गिलु सबैले मैले मान्दैछु ढोग्दैछु आदर सम्मान राख्दैछु भनेर चाहिँ त्यो राख्नुपर्छ गिलुबा हो भनेर भने म गिलुबा हो तर मैले निङमा सबैलाई त्यो गर्छु भने त्यस्तो मन चाहिँ हामीले हुनुपर्छ होइन त्यस्तो त्यो चाहिँ सबैले त्यो गर्नुहोस् मैले अहिले यस्तो हेर्दाखेरि अज्ञानको कारणले नजानेको कारणले चाहिँ हाम्रो त्यो के अरे हिमालयन क्षेत्रतिर तिब्बतको भित्र पनि धेरै त्यो धर्मको भित्र निङमा के सक्यो भनेर चाहिँ अलिकति त्यो पक्षपात चाहिँ धेरै हुने भेगभाग चाहिँ धेरै हुने रहेछ यो चाहिँ धर्मको नामद्वारा पाप हुने हो त्यो चाहिँ अहिले पनि भन्नु हुँदैन म यहाँ एउटा के अरे हिस्टोरी जस्तो कथा जस्तो सानो एउटा भन्छु है यो सबैको मनमा राख्नुहोस् अहिले कैक्युको लामाको भित्र डुक्पा रिम्पुछे भन्ने एउटा छ डुक्पा रिम्पुछे डुक्छिन रिम्पुछे होइन डुक्पा रिम्पुछे भन्ने छ डुक्पा रिम्पुछे भन्ने चाहिँ मेरो घरसँग धेरै मिलेको हो उहाँ मैले त उहाँले गुरु थापेको त्यस्तो केही छैन चिनेको हो मलाई चाहिँ उहाँले धेरै मन परेको गर्छ पसन्द गर्छ रे धेरै मन पर्ने हुन्छ डुक्पा रिम्पुछेले मलाई 5 वर्ष अगाडि त्यस्तो भनेको थियो अब मैले घिसेलोसँग दवाला तपाईँलाई गाउँतिर ल्याएर गएर अनि बिहान चाहिँ उहाँले वाङ गर्ने त्यसको पछि चाहिँ तपाईँले चाहिँ धर्म प्रवचन गर्ने त्यस्तो अनि प्रोग्राम गर्छ योजना म राख्दैछु अब हजुरले के अरे तपाईँले मलाई चाहिँ सहयोग दिनु पर्यो भनेर चाहिँ डुक्पा रिम्पुछेले मलाई 5 वर्ष अगाडि चाहिँ भन्नुभयो तर त्यसको बिचमा उहाँ बिमार हुँदै चिनी त्यो के अरे रगतको त्यस्तो हुँदै आँखा दुख्ने कान नसुन्ने भएको कारणले अनि उहाँले केही गर्नु सकेन अस्ति भर्खर म उहाँ फेरि एकचोटि मिलेँ त्यो मिल्नु बेलामा चाहिँ अनि उहाँले चाहिँ मलाई सोरी भन्छ सोरीलाई लगेर माफी चाहन्छु मैले 5 वर्ष अगाडि चाहिँ वचन दिएको छ तर अनि मैले त्यो काम चाहिँ गर्नु सकेन म माफी लिँदैछु भन्यो अनि त्यो कुरा गर्दै गर्दै अनि यो कुरामा पुग्यो डुक्पा रिम्पुछे उहाँ चाहिँ कैक्यो हो तर पनि उहाँले निङमा कैक्यो सक्या गिलुक सबैले मानेर चाहिँ धेरै राम्रो छ उहाँको सोच अब उहाँले कथा एउटा मलाई सुनायो उहाँले के कथा सुनायो भनेदेखि डुक्पा रिम्पुछेले के भन्यो हामी डुक्पा रिम्पुछे उहाँ आफै सानो बेलामा योल्मोमा बसेको छ अरे योल्मो भन्ने ठाउँ छ नि त्यहाँ बसेको छ अरे यलुम्बु भन्छ नि त्यहाँ बसेको छ अरे फेरि डुक्पा रिम्पुछेले त्यहाँ बस्नु बेलामा चाहिँ कस्तो गर्छ भनेदेखि यसो गर्छ अरे एउटै परिवारले है एउटै घर परिवारले चाहिँ निङमाको पूजा कैक्यु साक्या गिलुक चारवटै पूजा गर्छ अरे एउटै घरले अब कसो गर्छ भनेदेखि आज चाहिँ अब गिलुकपाको पूजा गर्नेहरू आएर गिलुकपाको पूजाहरू सबै गर्छ अरे बिहानदेखि बेलुकासम्म अनि बेलुका चाहिँ के गर्छ अरे त्यो गिलुकपाको पुजारीहरूले आफ्नो त्यो पूजाहरू सबै गरिसकेको पछि भोलि निङमाहरूको गुरुहरू आउनुहुन्छ उहाँहरूलाई राम्रो हुनुको लागि हामीले अनि तयार गर्नुपर्छ भनेर बेलुका चाहिँ घरहरू सबै सफा बनेर त्यो छोपा बुस्केर त्यहाँ खर्च छोका पूजा कोठाहरू सफाइ बनाएर त्यो तोर्माहरू बनाउने ठाउँदेखि लिएर सबै सफा गरेर राख्ने अनि चम्बाहरूदेखि सबै त्यो गरेर राख्छ रे
अनि भोलि बिहान निङमाको गुरुहरू आउँदाखेरि के गर्छ रे अनि निङमाको गुरुहरूले वेलकम गर्ने के अरे स्वागत गर्ने गिलुपाको लामाहरू र निङमा लामाहरू सँगै बसेर चाहिँ ब्रेकफास्ट भन्छ नि बिहानको खाजा सँगै खान्छ अनि हाँसेर कुराहरू राम्रो गर्छ रे अनि पछि गिलुबाहरूले अब हाम्रो काम चाहिँ हिजो गरेर पूजा गरेर सिद्धियो अब तपाईँहरू सुरु गर्नुहोस् भनेर चाहिँ अनि गिलुबाहरू जान्छ अनि निङमा सुरु गर्छ रे फेरि त्यसको भोलि चाहिँ काक्युहरू आउँछ रे त्यही गर्छ रे फेरि साक्याहरू त्यही गर्छ रे यस्तो राम्रो नि त है एउटै घरको भित्र चारवटा पूजा हुने पुजारीहरू गुरुहरूदेखि लिएर मान्छेहरू सबै मिलजुल गरेर बस्ने है अब अहिले यलुम्बुमा कुरा के आउँछ भनेदेखि हो ल हामीले गिलुपाको धर्म चाहिँ गर्नु हुँदैन हामी निङमा हो भनेर कुरा चाहिँ आइसक्यो रहेछ है त्यो आएर अहिले यलुम्बुमा धेरै गाह्रो त्यस्तो भएछ घिसी आउँछ उहाँले धर्म प्रवचन छ भनेदेखि आउनु हुँदैन भन्छ रहेछ है यस्तो भएछ अब यो के हो कहाँ पुग्यो धर्म नराम्रो हुँदै जान्छ कि धर्म गर्ने मान्छे नराम्रो हुँदै जान्छ त्यो है त्यसो कारणले मैले यहाँ के सिकाउँछु भनेदेखि निङमा काक्यो साक्या गेलु जो होस् बुद्धकै धर्म हो है फेरि निङमा काक्योको धर्मको भित्र यो नराम्रो हो भनेदेखि बुद्धको धर्मभित्र नराम्रो एउटा भइसक्यो होइन त्यसो कारणले हामीहरूले तर धर्म गर्ने धर्म दिने गुरुहरूको भित्र राम्रो नराम्रो हुनसक्छ त्यो कुरा चाहिँ अलग हो होइन हाम्रो बौद्धको भित्र पनि नराम्रो मान्छे कति हुन्छ त्यो कारणले बौद्धहरू नराम्रो हो भन्ने हुँदैन नि बुद्ध धर्मलाई मान्नेको भित्र मान्छेहरूको भित्र नराम्रो हुन्छ त्यो कारणले बुद्ध धर्म चाहिँ नराम्रो हो भन्ने हुँदैन नि त्यस्तो गरेर गिलुपाको भित्र पनि नराम्रो हुनसक्छ निङमाको भित्र पनि नराम्रो हुनसक्छ साक्याको भित्र पनि मान्छे नराम्रो हुनसक्छ काक्युको भित्र पनि मान्छे नराम्रो हुनसक्छ तर गिलुपाको धर्म काक्युको धर्म साक्याको धर्म निङमाको धर्म चाहिँ नराम्रो होइन है त्यसो कारणले त्यो फरक गरेर चाहिँ हामीले त्यो धर्म सबैले चाहिँ त्यो गर्नु आफूले फाइदा हुन्छ नि होइन त्यो हो नि हो यहाँसम्म चाहिँ मैले समाजमा बस्नेहरू बौद्धहरूले त्यो जिम्मा चाहिँ लिनुपर्छ भनेको ल त्यो हो अनि यस्तो पनि नगर्नुहोस् एउटै गाउँको भित्र अब यहाँ गुम्बा छ त्यहाँ गुम्बा छ त्यहाँ गुम्बा छ त्यो गुम्बा भएको त राम्रो हो तर सबै मिलजुल गर्नुहोस् हाम्रो गुम्बामा प्रोग्राम छ भनेदेखि अरू गुम्बाको मान्छे नआउने अरू गुम्बामा प्रोग्राम छ भने हामी त्यहाँ नजाउँ हामी अलग हो भन्ने त्यस्तो सोच्नु हुँदैन सानो धेरै सानो सोच हो के फाइदा त्यो सोचेर होइन त्यसो कारणले चाहिँ यस्तो चाहिँ नगरेर मैले के भन्दैछु भने अघि बिहान उहाँसँग कुरा भयो होइन मैले के भन्दैछु भनेदेखि यो छेप्सी गर्छ छेप्सी राजनीतिमा हो त्यो के अरे कङ्ग्रेस पार्टी अनि के पार्टीहरू त्यस्तो कुराहरू छ त्यो भोट हाल्दाखेरि चाहिँ आफ्नो आफ्नो पार्टीले हाल्ने हो त्यो चाहिँ त्यसमा राख्ने तर माओवादीको भित्र पनि बौद्धहरू छ कङ्ग्रेसको भित्र पनि बौद्धहरू छ अनि के जो पार्टी एमएलए पनि बौद्धहरू छ तर बौद्धहरू सबै त बौद्ध हो नि होइन अब त्यो कङ्ग्रेसको कुरा चाहिँ यता लिएर फेरि बौद्धको भित्र एकता नभएर हामी उनीहरू यस्तो कुरा गर्दा के फाइदा होइन बुद्धले त्यस्तो सिकाएको छैन नि त्यसो कारणले राजनीतिक भने चाहिँ उता राख्ने धर्मको कुरा गर्दाखेरि चाहिँ हामी सबै बौद्ध हो भनेर एकतामा आएर आफ्नो शक्तिहरू सबै आफ्नो जो बलहरू हुन्छ जो आफूले त्यो हुन्छ त्यो धर्मको लागि सबै एकता गरेर चाहिँ हामीले त्यो सुक्या कुरा सुरु गरे जोड दिनुपर्ने हुन्छ त्यो चाहिँ तपाईँहरू चाहिँ नबिर्सिनु हो त यो चाहिँ म भन्न चाहन्छु हो लस अब यो दिने अब यहाँ म के भन्न चाहन्छु भनेदेखि हामी बौद्ध हो त्यसो कारणले बौद्ध र अबौद्धको बीचमा फरक चाहिँ कसरी गर्नुपर्छ भनेदेखि जो
जो मान्छेलाई मनको भित्र शरण गमन बुद्ध धर्म संघलाई शरण गमन छ भनेदेखि त्यस्तो अनि शरण गमनको गुण भएको व्यक्तिलाई बौद्ध भन्छ। यो चाहिँ सबैले थाहा हुनु पर्यो है। बौद्ध भने चाहिँ यस्तोले हामीले चिन्नु पर्यो। अब यहाँ यदि बौद्ध भने चाहिँ शरण गमन बुद्ध धर्म संघपाटी शरण गमन भएको व्यक्तिलाई अनि बौद्ध भनेको हो भनेदेखि अब शरण गमन भने चाहिँ के हो है? शरण गमन भने चाहिँ हामीले कसरी थाहा हुनुपर्छ भनेमा अब शरण गमन के हो भनेदेखि छोटकरीमा भनेदेखि बुद्ध धर्म संघ तीनटालाई यस्तो भन्नुस्, बुद्धम शरणम गच्छामि भनेर बुद्ध रत्नलाई अनि टोक्ने, धर्मम शरणम गच्छामि भनेर धर्म रत्नलाई टोक्ने, संगम शरणम गच्छामि भनेर संघ रत्नलाई टोक्ने है। त्यसो कारणले पहिला आफ्नो मनदेखि बुद्ध धर्म संघलाई मनदेखि नै मनभित्रदेखि नै अनि श्रद्धा भएर श्रद्धा भएर अनि विश्वास भएर थेपाला खरिङ्गो आस्था बुद्ध धर्म संघपाटी मनभित्रदेखि नै आस्था भएर अनि म बुद्ध धर्म संघको शरणमा जान्छु भनेको सोचलाई शरण गमन भनेको त्यो छोटकरीमा बुझे, छोटकरीमा चाहिँ त्यो हो। अब त्यो आज चाहिँ व्यस्त गरेर वा खर्च बृहत रूपले शरण गमनको विषयमा चाहिँ भन्नु चाहन्छु है। त्यसमा चाहिँ हामीले 5वटा कुरा थाहा हुनुपर्छ। तपाईहरु जो लेख्नु सक्नेहरूले लेख्नु नसक्नेहरू राम्रो कुरा सुनेर चाहिँ यहाँ राम्रो राख्नुस् है। 5वटा कुरा चाहिँ के हो भनेदेखि यहाँ के भन्नु छ भने मैले यो लेखेको किताब हो, भविष्यमा तपाईहरु त्यो पहिला मैले दिएको पनि थियो हैन। त्यसमा के भनेको छ भनेदेखि क्याम्ड्रु फेयन भनेर चाहिँ शरण गमनको लाभ भन्ने एउटा कुरा है। एउटा कुरा चाहिँ त्यो भयो शरण गमनको लाभ। दोस्रोमा चाहिँ के भयो भनेदेखि शरण गमनको हेतु। यसो गर्नुहोस् है, मैले अहिले बिस्तारै भन्छु, पछि व्यस्त रूपले हामी त्यो के भन्छ पढ्दै जान्छु। पहिला यहाँ 5वटा चाहिँ सबैले मनमा राख्नुहोस्। छेउको भाषा सँगै भन्छु है। छेउको भाषामा क्याम्ड्रु ग्यु भन्छ गौँदा, क्याम्ड्रु कि फेयन भन्छ। क्याम्ड्रु फेयन भने चाहिँ शरण गमनको लाभ है। दोस्रो छेउको भाषामा के भन्छ क्याम्ड्रु ग्यु भने चाहिँ शरण गमनको हेतु, क्याम्ड्रु ग्यु 2। तेस्रोमा चाहिँ क्याम्ड्रु युल भन्छ। क्याम्ड्रु युल भने चाहिँ शरण गमनको विषय शरण गमनको विषय। त्यसमा 3 छ, बुद्ध धर्म संघ है, शरण गमनको विषय क्याम्ड्रु युल। त्यहाँदेखि 14मा चाहिँ 14मा चाहिँ के आउँछ भनेदेखि 4मा चाहिँ अनि क्याम्ड्रु यु क्याप्सु ड्रवे छुल भने चाहिँ अनि के हो भनेदेखि शरण गमनको जाने विधि। साधारणमा भन्यो भनेदेखि हामीले बुद्ध धर्म संघलाई शरण गमन कसरी गर्नुपर्छ हो, त्यो हो शरण गमन गर्नेको तरिका, त्यसलाई भन्छ क्याप्सु ड्रवे छुल भनेर। 14मा चाहिँ त्यो भयो। 5मा चाहिँ के हो भनेदेखि के भन्छ भनेदेखि छेउको भाषामा क्याम्ड्रु लप्चा भनेको त्यो नेपालीमा के भन्छ शरण गमनको शिक्षा त्यो हो। अब सबैले मनमा राख्नुहोस् है। पहिले के भन्यो शरण गमनको लाभ क्याम्ड्रु फेय। दोस्रोमा के आयो शरण गमनको हेतु है क्याम्ड्रु ग्यु। तेस्रोमा चाहिँ के आयो शरण गमनको विषय क्याम्ड्रु युल। 14मा चाहिँ के आयो
शरण गमन कसरी गर्ने तरिका 5 मा के आयो शरण गमनको शिक्षा हो ल त्यो 5 वटा चाहिँ राम्रो जान्यो भने शरण गमन भने चाहिँ हामीले राम्रो गरेर चाहिँ थाहा हुन्छ अब यहाँसम्म चाहिँ है अब त्यसको पछि अब एक एक गरेर जाने है त केरा ग्योकी छ अब यहाँ हेर्नुस् है पहिला चाहिँ शरण गमनको लाभ है अब त्यो साधारणमा भन्यो भनेदेखि बुद्ध धर्म संघले शरण गमन गर्यो भनेदेखि के फाइदा छ त्यो हो हैन फाइदा के हुन्छ हो त्यो हो त्यसमा चाहिँ शरण गमनको लाभ भनेको भित्र चाहिँ कति हुन्छ 8 वटा है अदे म छेउमा भन्छु उहाँले नेपालीमा भन्छ है थेलो चौ गे तंबो नङबसँग गेबर छुपा भन्छ शरण गमनको यो 8 प्रकारको लाभमा प्रथम परेको छ शरण गमनको अनुशंसा भनेको छ शरण गमनको लाभ र फाइदा परेको छ प्रथम मरे तिसा जिंगा गिनाउने तंबुला के 8 त्यो अब शरण गमनको 8 प्रकारको एउटा फाइदा लाभमा पनि प्रथम परेको छ शरण गमनको लाभ तर शरण गमनको लाभमा पनि 8 प्रकारको विशेषता गुणहरू परेको छ त्यसमा प्रथम चाहिँ जुन त्यस व्यक्ति बौद्ध धर्मावलम्बी बन्ने छ त्यो अब यहाँ सबैले सुन्नुस् है आफ्नो मनको भित्र बुद्ध धर्मसँगले शरण गमन अनि भयो भने गर्यो भने के हुन्छ आफै अनि बुद्धको चेलाको भित्र अनि हामी बुझ्न सक्छ यहाँ छ नि नङबसङ्गे पर छुपा भनेको छ त्यो अब त्यसले के चिनाउँछ यदि हाम्रो मनको भित्र शरण गमन छैन भनेदेखि हामी चाहिँ बुद्धिस्ट बौद्ध हुँदैन थाहा भयो बौद्ध हुने र बौद्ध नहुनेको फरक चाहिँ मनको भित्र शरण गमन चाहेको छ हो त्यो चाहिँ एउटा अब दोस्रोमा नाङबे दोबथम्जेकी तेन छेबास सम्पूर्ण बौद्ध शीलहरूको आधारमा बन्दछ हो यो ठुलो कुरा हो बौद्धको शीलको भित्र थेरावादको शील हुन्छ के अरे विनयमा भन्नुभएको 8 वटा शीलहरू हुन्छ उपासिकाको शील हुन्छ रप्चुङको घिसुलको शील हुन्छ गेलोङ भिक्षुहरूको शील हुन्छ अनि गेलो माको शील हुन्छ त्यस्तो गरेर चाहिँ अनि विनयमा भएको शीलहरू छ 8 वटा त्यो मात्र नभएर अनि त्यो के अरे बुद्धिसत्वहरूको शील हुन्छ त्यो मात्र नभएर अनि बौद्ध तन्त्रको शील हुन्छ विनयको शील बुद्धिसत्वको शील बौद्ध तन्त्रहरूको शील त्यो जति शील आफैले गुरुसँग लिएर पाउनुको लागि हामीले के चाहिएको छ शरण गमन यदि हामीलाई बुद्ध धर्म संघपाटी शरण गमन छैन भने त्यो शीलहरू चाहिँ हामीले पाउँदैन थाहा भयो हो त्यो त्यसो कारणले दोस्रोमा चाहिँ त्यो राख नाङबे दोबथन्जी त्यही छेपास अब तेस्रोमा म सबैले जीवनम सेबर गुरुवास पूर्वकृत सबै सम्पूर्ण पापहरू अर्थात् कर्मको आवरणहरूलाई छाया पार्दछ हो अब यो सबैले थाहा हुनुपर्छ है हामीले शरण गमन गर्यो भनेदेखि के फाइदा रहेछ भने फाइदा एउटा चाहिँ यो ठुलो कुरा हो हैन त्यसो कारणले हामीले शिक्षाहरू यस्तो गर्छ खेबल गर्छ विद्वान यस्तो भयो भने त धेरै राम्रो विद्वान नभएर भने हामीले मनदेखि नै बुद्ध धर्म संघलाई मानेर त्यो आस्था राखेर चाहिँ शरण गमन गर्यो भनेदेखि हाम्रो पुण्यदेखि रेबे के हो थुमा नै भन्ने कल्पौं कल्पदेखि हामीले सञ्चय गरेको पाप कर्महरू अहिलेसम्म गरेको पापहरू सबै हटाउन सक्छ थाहा भयो दिपथम्जे श्योम्बा भन्छ दिपथम्जे त्यो र शरण गमन गरे भने
पूर्व कल्पौँ कल्प हामीले सञ्चय गरेको कुकर्महरू पाप कर्महरू चाहिँ हामीले नष्ट गर्न सक्छौँ सजिलैसँग। बुद्ध स्वयंले के भनेको छ सांगे यन्दे समे ख्याप छुगे यन्दे समे ख्याप गिन्दु यन्दे समे ख्याप समे ख्यापलाई धेचेपे नम्बर मेम्बा समे ख्याप भनेको छ। त्यसको मतलब चाहिँ के हो भनेदेखि बुद्धको गुणलाई समीख्यापसँग गरिसके सम्झिमिख्याप त्यो चाहिँ एउटा अनगिनित जस्तो जस्तै एउटा सोचेर पनि हाम्रो दिमागमा अथवा बुद्धिमा चाहिँ ल्याउन नसक्ने एउटा भनौँ न एउटा समुद्र जस्तो अथाह भन्छौँ हामी हो त्यस्तो चाहिँ। बुद्ध र धर्म र सङ्घ तिनलाई हामीले सम्झिनु नसक्ने त्यस्तो गुण धेरै छ भने समुद्र दोस्तो। त्यस्तो कारणले सांगे यन्दे समीख्याप छुगे यन्दे समीख्याप गिन्दु यन्दे समीख्याप त्यसको कारणले हामीले बुद्ध धर्म सङ्घलाई अनि श्रद्धा गर्यो भनेदेखि आफूलाई त पावर छैन आफूलाई शक्ति छैन तर बुद्ध धर्म सङ्घको गुणको शक्तिले हाम्रो पापहरू सबै हटाउँछ भनेको थाहा भयो। त्यसो कारणले चाहिँ यो सँगैसँगै म यहाँ के भन्न चाहन्छु भनेदेखि अब म एउटा कुरा सत्य कुरा भनेदेखि जुजु मेला दोस्तो अब धेरै ज्ञान भएको गुरुहरू उनीहरूले चाहिँ छेसम लगार्छ छेसम पूजा कोठा भने चाहिँ जरुर छैन। किनभनेदेखि उनीहरूले चाहिँ आफ्नो मनको भित्र पूजा कोठा बनाउन सक्छ होइन। सत्य कुरा त त्यो हो नि मनको भित्र पूजा कोठा बनाउन सक्ने त्यो हो नि है। तर साधारण हामी बौद्धहरूले त्यो गाह्रो हो। त्यसो कारणले साधारण बौद्धहरू खास गरेर सामाजिक सामाजिक बौद्धहरू समाजमा बस्नु भएको बौद्धहरूले चाहिँ विशेष गरेर गृहस्थीहरूले चाहिँ अनि पुण्य कमाउनको लागि पापहरू अनि हटाउनको लागि चाहिँ हामीले के जरुर छ भने आफ्नो आफ्नो घर आफ्नो आफ्नो कोठाको भित्र चाहिँ अनि एउटा पूजा कोठा एउटा बनाउन सक्यो भने धेरै राम्रो हो है। अब पूजा कोठा भन्ने बेलामा चाहिँ त्यो पैसा धेरै तिरेर यसो गर्नुपर्ने कुरा केही होइन तर सफा अलिकति राम्रो सफा त्यसको भित्र बुद्ध धर्म सङ्घहरूको त्यसको अनि त्यो कुवाहरू बुद्धको स्ट्याचुहरू बुद्धको मूर्तिहरू अनि धर्म त्यसो राखेर अनि सक्यो भनेदेखि दिनभरि नसक्यो भनेदेखि बिहान र बेलुका चाहिँ अनि पूजा चाहिँ गर्नु सक्यो भनेदेखि अब हामीले कति पुण्य कमाउँछ होइन। त्यसो कारणले चाहिँ आफ्नो आफ्नो घरमा पूजा कोठा चाहिँ एउटा बनाउन सक्यो भने राम्रो हो भनेर चाहिँ म योसँग चाहिँ जोडेर भन्दैछु है। धेरै सोनमकी सिङदु खिर्बा भन्छ है क्याब्युकी सिङिया भन्छ छोकसिङ भन्छ यो चाहिँ थाहा हुनुपर्छ त्यो शब्दहरू छोकसिङ सेदकार नेपाली के हो यो चाहिँ पुण्य सम्भार गर्ने ठाउँ जस्तै हो एउटा पुण्य सम्भार गर्ने ठाउँलाई अनि छोकसिङ भन्छ हो। त्यो चाहिँ अनि जरुरत छ हामीलाई है। त्यसको माथि एउटा कुरा भन्न चाहन्छु कि तिब्बती त्यो हाम्रो छेउको भाषामा धेरै राम्रो भनेको छ के छ भनेदेखि सोनम देम्बे मी सम्बन्धम ज्ञान ढुक भनेको छ त्यो धेरै राम्रो नि। जो मान्छेलाई भाग्य हुन्छ त्यसको कामहरू सबै खर्च सम्बन्ध डुबा। जो मान्छेलाई पुण्य र भाग्य हुन्छ त्यो मान्छेको मनोकामना अर्को चाहिँ मनको इच्छाहरू सजिलै तरिकाले पूर्ण हुन सक्छ। त्यसो कारणले हामी मान्छेलाई के चाहेको छ भाग्य राम्रो चाहेको छ। त्यो भाग्य भने चाहिँ कहाँबाट आउँछ पुण्य कमाएर आउँछ। पुण्य कमाउने भने चाहिँ कसरी हुन्छ हो गुरु बुद्ध धर्म सङ्घलाई आफूले श्रद्धा गरेर आस्था गरेर त्यस्तो गरेर चाहिँ पुण्य कमाउने चाहिँ हुन्छ। त्यसो कारणले चाहिँ पुण्य कमायो भने पुण्य पाउँछ पुण्य पायो भने भाग्य हुन्छ राम्रो हुन्छ भाग्य रहनु भएदेखि कामहरू सबै सफल हुन्छ हो त्यो हो। खर्च सोनम देम्बे मी सम्बन्धम ज्ञान ढुप भनेर हो त्यो हो या। अब त्यसको पछि लेगी डिपानम सेबर क्युवा सोनम ग्याचम्बो देलादो सोपास शिवा चौथो थ्याङ्क यू लो छारवा
लोयामारे त्यति सुन्दा चौथोमा चाहिँ तत्काल अपर पुण्य लाभ गर्दछ होला त्यसै अब 5 मा चाहिँ मिदा मिमिङ नेबे मिसुपा पाँचौँमा मनुष्य वा अमनुष्यहरूबाट हानि पुर्याउन सकिन्न सक्दैन ओ यहाँ म कहिले गाउँतिर जानु बेलामा कस्तो हुन्छ कोही कोहीहरू मलाई मिल्नु आउँछ मलाई नराम्रो बिमार यस्तो भयो रोग यस्तो भयो भन्ने कुरा फेरि कोही कोहीहरू के हुन्छ मलाई निन्दरै लाग्दैन रहेछ यता के आएको जस्तो लाग्छ रहेछ कि त्यस्तो हुन्छ कोही कोहीहरूले मलाई भूत आउँछ रहेछ मैले भूत देख्यो भने त्यस्तो आउँछ रहेछ होइन त्योहरू कसरी भएको भनेदेखि आफैलाई अनि भाग्य राम्रो नभएको पुण्य राम्रो नभएको त्यसो कारणले हो त्यसो कारणले यदि हामीले बुद्ध धर्म सङ्घलाई मनदेखि नै सम्झेर चाहिँ उहाँले ढोकेर उहाँको शरणमा जानु सक्यो भने हो त्यस्तो भूत सुतहरू कसले भने हामीले चाहिँ हान्ने गर्न सक्दैन नोक्सान पुर्न सक्दैन त्यो सही कुरा हो त्यसो कारणले यहाँ मिदा मिमिङ्गी नेपे मिसुक्पा भनेर चाहिँ भनेको छ है भूत प्रेतले हामीलाई हानि गर्न सक्दैन भूत प्रेतहरू मसानहरूले पनि हामीलाई केही दुःख कष्टहरू हामीलाई पुर्याउँदैन यदि शरणगमन राम्रो भयो भने अब यहाँ एउटा ठुलो कुरो एउटा चाहिँ के छ भनेदेखि बुद्ध धर्म सङ्घले शरणगमन गर्यो भनेदेखि फाइदा ठुलो एउटा चाहिँ के छ भनेदेखि यहाँ न्येसोङदो मितोवा भनेको छ न्येसोङदो मितोवा भने चाहिँ नेपालीमा के भनेछ यदि बुद्ध धर्मसँगले शरण राम्रो गरियो भने कहिले पनि कदापि दुर्गति लोकमा हामी कहिले पनि खस्दैन भनेको दुर्गति लोकमा हामी खस्दैन भनेको त्यो छ होइन अब त्यसमा चाहिँ मैले अलिकति खर्च ढेसे व्याख्या गर्छु है एउटा चाहिँ हामीले के सोच्नुपर्छ भनेदेखि हुनु चाहिँ हामीले बुद्धलाई शरणगमन गर्ने धर्मलाई शरणगमन गर्ने सङ्घलाई शरणगमन गर्ने त्यो गरेको कारणले हामीले पुण्य कमाउँछ पुण्य कमाएको कारणले अब हामीले के थाहा हुनुपर्छ भनेदेखि यहाँ कर्म र फलको विषयमा अलिकति हाम्रो के अरे लोक भन्ने खस हुँदा ढोर रिक ठुक लागेको खर्च छ लोक भनेको भित्र चाहिँ दुई किसिमको हुन्छ डेन्ड्रो न्यान्ड्रो डेन्ड्रो खर्च सुगति लोक अनि न्यान्ड्रो दुर्गति लोक सुगति लोक र दुर्गति लोक दुई हुन्छ सुगति लोक पनि फल हो दुर्गति लोक पनि फल हो तर सुगति लोक फल भएको कारणले त्यसको हेतु के हो दुर्गति लोक फल भएको कारणले त्यसको हेतु के हो भनेदेखि बुद्धले ले न्याम्बति न्यान्ड्रिग्यु ले सङ्बो केवे ले दि डेन्ड्रिग्यु भनेको छ भगवान् बुद्धले यसरी बताउनु भएको छ नराम्रो कुकर्मको फल चाहिँ दुर्गति लोकमा हामी पुग्छौँ र जुन एउटा कुशल कर्म र कुशल कर्म र धर्मको कर्महरू गरे भने हामी सुगति लोकमा पुग्छौँ त्यसरी चाहिँ भगवान् बुद्धले चाहिँ बताउनु भएको छ त्यसको कारणले के अरे सुगति लोकको हेतु चाहिँ के हो भनेदेखि अनि कुशल कर्म हो कुशल कर्म चाहिँ कसरी हुन्छ भनेदेखि बुद्ध धर्म सङ्घलाई शरणगमन गरेर पुण्य कमायो भने त्यहाँदेखि हुन्छ त्यसको कारणले शरणगमन गर्यो भनेदेखि तपाईँ नर्ग खर्च तङ्गिदे दुर्गतिमा पुग्दैन सुर्गति लोकमा पुग्छ भनेर त्यो कारण एउटा थाहा भयो क्लियर एउटा चाहिँ फिलोसफीबाट भन्छु है फिलोसफीदेखि एउटा चाहिँ के हो भनेदेखि हामी अनि हाम्रो पछिको जन्ममा दुर्गतिमा पनि पुग्नु सक्छ अनि सुगतिमा पनि पुग्नु सक्छ तर दुर्गति लोक र सुगति लोक जो होस् त्यसको अनि त्यहाँ के अरे त्यो चाहिँ हेतुले भर पर्छ त्यसो कारणले अहिले शरणगमन भनेको बिचमा तीनवटा हुन्छ बुद्धलाई शरणगमन गर्ने भने चाहिँ एउटा डक्टरलाई विश्वास गरेको जस्तो हो
धर्मले शरण गर्न गर्ने भने चाहिँ एउटा दबाईलाई विश्वास गरेको जस्तो हो। सङ्घले शरण गमन गर्ने भने चाहिँ एउटा कर्सा दिमिङले नर्सलाई अनि विश्वास गरेको जस्तो हो। अब त्यो तिनमा डक्टरले विश्वास गरेर चाहिँ हामीले के पाउनेछ, डक्टरले हामीलाई दबाईहरू दिने त्यो हो। त्यही जस्तो बुद्धले हामीले शरण गमन गरेको पछि बुद्धले हामीलाई के दिनुहुन्छ, के हामीले सिकाउनुहुन्छ, के देखाउनुहुन्छ भनेदेखि धर्मको दबाई चाहिँ, धर्मको दबाई चाहिँ त्यो। त्यसो कारणले बुद्धले शरण गमन गरेर त्यसको पछि धर्मलाई शरण गमन गर्नुपर्छ। धर्मलाई शरण गमन गर्यो भनेदेखि धर्मलाई धेरै इच्छा हुन्छ। धर्मलाई इच्छा भयो भनेदेखि एउटा दबाईलाई विश्वास भएको जस्तो हुन्छ। त्यो भयो भनेदेखि त्यो दबाईको धर्मको दबाई चाहिँ हामीले अनि प्रयोग गर्छ, ध्यान अभ्यास गर्छ। त्यो गर्यो भनेदेखि धर्मको भित्र धेरै किसिमको हुन्छ। एउटा चाहिँ के हो भनेदेखि कर्म र फलको धर्म, त्यसलाई विश्वास हुन्छ। त्यो भयो भनेदेखि हामीले अकुशल कर्म चाहिँ छोडेर कुशल कर्म चाहिँ गर्छ। कुशल कर्म त्यो चाहिँ अनि के भएको छ भनेदेखि धर्म हो। त्यो धर्म चाहिँ के हो भनेदेखि सुगति लोकमा पुग्ने त्यसको हेतु हो। त्यसो कारणले अहिले शरण गमन गर्यो भनेदेखि दुर्गति लोकमा पुग्दैन, सुगति लोकमा पुग्छ भनेको कारण चाहिँ मेन कहाँ हो, धर्मलाई शरण गमन गर्ने त्यो हो। यो चाहिँ हामीले थाहा हुनुपर्छ है। बुद्धले शरण गमन गरेर बुद्धले हामीले यसरी समातेर अब तिमी मरेको पछि चाहिँ तल नरकमा जानु पर्दैन, मैले सुगतिमा ल्याएर जान्छु, यसरी ल्याएर जाने केही छैन है। दिव्यमा छु मिट्रुसिन ड्रवे दुङ्गे छागे मिसेला निगे तब सेला पोमेन्डे छुङी देव तेमे ठोर्क्यो। बुद्धले के भन्छ, म अनि सर्व प्राणीलाई माया दया छ, तर पनि मैले सर्व प्राणीहरूको अनि पापहरू लुगा धुएको जस्तो पानीले धुन सक्दैन भनेको छ। सर्व प्राणीहरूले मैले माया दया छ, तर सर्व प्राणीहरूलाई दिव्यमा छु ड्रोवे दुङ्गे छाके मिसेला सर्व प्राणीहरूको दुःखहरू सबै बुद्धको हातले यसरी निभाउन सक्ने, हटाउन सक्ने छैन भने। बुद्धले हामी सर्व प्राणीहरू सबैले माया दया छु, तर पनि बुद्धले मेरो ज्ञानहरू सबै यसरी लिएर चाहिँ तपाईँहरूको मनको भित्र यसरी राख्छु भनेर राख्नु पनि सक्दैन भने। अब के गर्नु सक्छ, बुद्धले सिर्फ धर्मदेशन दिएर हामीले त्यसलाई पढेर जानकार गरेर ध्यान अभ्यास गरेर मात्र हामी चाहिँ अनि त्यो विकास हुने, हामी नरकमा नजान्छ। त्यसो कारणले कुञ्जु सुमको भित्र त्रिरत्नको भित्र सत्य आफूलाई अनि सहयोग गर्ने खर्च क्याप साँच्चीकै हामीले रक्षा गर्नु। बुद्ध धर्मसँगको भित्र हामीले मूल हामीले त्यो रक्षा गर्ने चाहिँ को हो भनेदेखि धर्मरत्न हो, धर्मरत्न। त्यसो कारणले शरण गमन गर्यो भनेदेखि नरकको लोकमा हामी जन्म लिनु पर्दैन, सुर्गति लोकमा जन्म हुन्छ भनेको कारण चाहिँ खास गरे धर्मरत्न हो। सबैले मनमा राख्नुहोस् है। हो या दिसुगुदे जे समय थम्जे डुबा बुद्ध धर्मसँगलाई शरण गमन गर्यो भनेदेखि हामीले हामी अमरे त्यो लोकता अब 7औँमा परेको छ, बुद्ध धर्मसँगले हामी शरणमा गयो भने जो कसैले चिताएको सम्झेको चाहिँ सबै पूर्ण हुन्छ भनेको छ। यहाँसम्म चाहिँ तर्कालको फाइदा लाभ हो। अब भविष्यको लाभ बुद्ध धर्मसँगलाई ढोक्यो भने, शरण गमन गर्यो भनेदेखि भविष्यको लाभ के छ भनेदेखि नम्बर 8 मा मृत्यु छङ्ग्यावा भन्ने चाहिँ छिट्टै बोधि लाभ गर्न सक्छौँ हामीले। अब बुद्धता प्राप्त गर्न सक्ने चाहिँ अनि हाम्रो अनि त्यो के अरे खर्सा तिमिङदे या थामे खर्सा फुगी फे अन्तिममा हाम्रो जुन एउटा लाभ गर्नुपर्ने त्यो चाहिँ एउटा दीर्घकालीनको एउटा लाभ अथवा चाहिँ फाइदा भनेर हामीले 8औँमा परेको छ। त्यो चाहिँ अब यहाँसम्म चाहिँ हामी के सिद्धियो भने
क्याम्ड्रु फेयन भने चाहिँ शरण गमनको लाभ भने चाहिँ अहिले हामी सिद्धियो अब हामी सेकेन्ड सचे लखन लगरे नेपाली के सचे विषय सूची विषय सूची अहिले शरण गमनको विषय सूचीमा चाहिँ 5 छ त्यसमा एउटा सर्वप्रथम चाहिँ सिद्धियो अब दोस्रोमा जाने हो है नि त कम चौंगाल अब त्यसको पछि चाहिँ क्याम्ड्रु ग्यु भने चाहिँ के हो भनेदेखि शरण गमनको हेतु हो अब यहाँ क्याम्ड्रु ग्यु भनेको भित्र चाहिँ यहाँ हेर्नुहोस् है क्याम्ड्रुको भित्र दुई किसिमको हुन्छ बौद्धहरू सबैको अनि सबैले चाहेको क्याम्ड्रु भने एउटा छ शरण गमन त्यसको हेतु भन्यो भनेदेखि दुई हो डर र आस्था त्यो हो अब महायानको अनि शरण गमन भनेदेखि त्यसको हेतुमा तीनवटा हुन्छ डर अनि आस्था त्यसको माथि चाहिँ अनि करुणा महाकरुणा त्यो तीनवटा द्वारा अनि शरण गमन हुन्छ अब अहिले यहाँ हामी बौद्ध जति बौद्ध हुन्छ हामी बौद्धहरूको देखि भन्यो भनेदेखि शरण गमनको हेतुमा चाहिँ के चाहियो दुई एउटा चाहिँ के हो डर त्यसले छोएको भाषामा जिप्पा भन्छ जिप्पा डर हुनुपर्ने अनि एउटा चाहिँ के हो अनि थेपा भन्छ श्रद्धा र आस्था विश्वास राम्रो हुनुपर्दछ विश्वास लाउरा श्रद्धा आस्था त्यो भने दुई त्यसो कारणले म यहाँ के भन्न चाहन्छु भनेदेखि यदि हामीलाई क्याम्रो भने शरण गमन राम्रो हामी चाहेको छ भनेदेखि हामीले त्यो दुई हेतु चाहिँ राम्रो हुनुपर्छ है डर र अनि आस्था दुई चाहिँ राम्रो हुनुपर्छ अहिले भनेको डर भने चाहिँ म त्यो साप्रालाई डर्छु भने म यो के भन्छ बिगलाई डर्छु भने म यो बुधलाई डर्छु भने त्यो होइन अहिले शरण गमनको हेतुको भित्र भनेको डर चाहिँ के हो भनेदेखि बुद्ध स्वयंले भनेको दोस्तो दिन दोङ्गा फपे देवाओस् यही अनि कर्सा दुःख सत्य हो आर्य सत्य हो भनेको छ दिन कुन्जु फपे देवाओ यो दुःख सत्यको हेतु हो भनेको छ होइन उहाँले भनेको दोस्तो चार आर्य सत्यको बेलामा त्यो भनेको छ नि त्यो भन्दाखेरि चाहिँ दिन दुङ्गा फापे देमाओ दिन कुन्जु फापे देमाओ भन्नु बेलामा चाहिँ हामीलाई अनि डर कसरी हुनुपर्छ भने सिकाएको हो फेरि त्यसको तल मुनि के भनेको छ भनेदेखि ढुङ्गै सेवर छ कुन्जु पाउन छ भनेको छ तपाईँले अनि दुःख भने चाहिँ थाहा हुनुपर्छ त्यसको पछि दुःखको हेतु चाहिँ हटाउनुपर्छ त्याग्नुपर्छ भनेको छ त्यसो कारणले योले के देखाएको छ भनेदेखि डर भनेको विषयमा त्यसो कारणले अहिले डर भन्दाखेरि चाहिँ के सोध्नुपर्छ भनेदेखि डर भने चाहिँ यदि मैले मेरो मनलाई परिवर्तन नगरेर मैले क्लेश रिस राग त्यसको भरमा परेर त्यसको भस्म पारेर अनि नराम्रो कर्महरू गर्यो भने म चाहिँ अनि संसारमा खस्छ दुर्गतिमा खस्छ संसार र दुर्गतिमा खस्यो भने मलाई दुःख यस्तो हुन्छ दुःख परिवर्तन दुःख सांसारिक दुःख यस्तो हुन्छ भनेर राम्रो गरेर सोच्दै गएर चाहिँ मनको भित्र एउटा डर हुन्छ त्यसले भनेको डर भनेको चाहिँ संसारको दुःख र अनि दुर्गतिको दुःखहरू सोचेर त्यसलाई डर भयो भने हो अहिले शरण गमनको हेतुमा भएको डर भने चाहिँ त्यो अलिकति क्लियर भयो त्यो अब आस्था भने चाहिँ के हो भनेदेखि आस्था भने चाहिँ त्यस्तो डरदेखि त्यस्तो खर्च दिए दुङ्गेलले के पेन्दिबा सेट गर्छ त्यस्तो सहन नसक्ने दुःखबाट हामीलाई कसरी रक्षा गर्नु हो दुःखदेखि अनि रक्षा गर्नु सक्ने शक्ति चाहिँ कसलाई छ भनेर चाहिँ सोचेर सम्झेर
बुद्ध धर्म सङ्घले छ भनेर चाहिँ आस्था चाहिँ हुन्छ नि, त्यसले भनेको आस्था। यहाँ तपाईँहरूले नबिर्स्नु है, शरण गमनको हेतुमा भएको डर भने चाहिँ संसार र अनि नरकहरूको दुःखहरू सोचेर डर हुने। अहिले शरण गमनको हेतुको भित्र भएको आस्था भने चाहिँ के हो भनेदेखि त्यस्तो दुःख पाटो, त्यस्तो दुःख पाटो खर्सा धन्दा क्या पति रक्षा गर्नु सक्नेको शक्ति बुद्ध धर्म सङ्घले छ भनेर अनि आस्था भएको, त्यसलाई आस्था भनेको धेरै त दिजुमा लोक्दा अन्त क्याम्ड्री गुनी सेने निबा क्याम्ड्री गुनी। अब दोस्रो शरण गमनको हेतु भन्नाले के बुझिन्छ भन्दाखेरि शरण गमनको हेतु दुई प्रकारका हुन्छन्। संसार तथा दुर्गतिका दुःख हेतु सहितमा भया हुनु या डर हुनु र त्यसबाट रक्षा गर्न सक्ने क्षमता त्रिरत्नमा भएकाले विश्वासका साथ त्रिरत्नमा श्रद्धा आस्था गर्नु पर्दछ। अब यहाँसम्म चाहिँ साँच्चै निबा क्याम्ड्री युद्ध छ। दोस्रो विषय सूचीमा चाहिँ यो शरण गमनको हेतु यहाँसम्म हो। अब तेस्रो क्याम्ड्री युल, तेस्रो शरणयका विषय के हो? शरणय भन्नाले रक्षा गर्ने को हो भन्ने त्यसरी हामीले बुझ्नु पर्दछ। अब सबैले यहाँ चाहिँ राम्रो गरेर सुन्नुहोस् है। हुनु चाहिँ हामीले रिस्पेक्टलाई गर्छ, आधार सम्मान भन्ने चाहिँ अनि हामीले अरूहरू सबैले बा आमादेखि लिएर ठुलो मान्छेदेखि सबैले गर्ने, धर्ममा पनि धेरै किसिमको धर्म सबैले गर्ने त्यो। तर शरण गमनको विषय र शरण गमनको विषयमा चाहिँ सबै हुँदैन है। आफ्नो बा आमालाई श्रद्धा राख्नुपर्छ, आस्था राख्नुपर्छ, सम्मान गर्नुपर्छ। तर आफ्नो बा आमाले के अरे शरण गमन गर्ने भन्ने चाहिँ छैन। त्यस्तो दोस्तो हामी बौद्धले हिन्दू यीशु के अरे इस्लामिक त्यस्तो धर्महरू त्यसको देवादेवीहरूलाई चाहिँ सम्मान आधार सम्मान चाहिँ गर्नु सक्छ, गरे पनि हुन्छ। तर शरण गमन चाहिँ गर्नु हुँदैन है। त्यसो कारणले अब बौद्धहरूले शरण गमन चाहिँ कसले गर्ने, कसको शरणमा जाने भनेदेखि सिर्फ बुद्ध रत्न, धर्म रत्न, सङ्घ रत्न। त्यसो कारणले शरण गमनको विषय चाहिँ के हो भनेदेखि बुद्ध धर्म सङ्घ हो। त्यसो भए दिपहरू साँच्चै सुम्बती छ। यहाँसम्म चाहिँ शरण गमनको तेस्रो विषय यहाँसम्म सकिन्छ। अब 14मा साँच्चै शिवद गर्छ। चौथो विषय चौथो विषय चाहिँ शरण गमन जाने तरिका या विधि हामीले बुझ्नु पर्दछ। चौथो विषय परेको छ। अब यहाँ सबैले ध्यान दिनु पर्यो है। अब शरण गमन अहिले 14 चाहिँ के हो भनेदेखि अनि बुद्ध धर्म सङ्घलाई शरण गमन गर्नुपर्छ भनेको ठिकै छ। तर बुद्ध धर्म सङ्घलाई शरण गमन कसरी गर्ने भनेर त्यहाँ अब त्यसको लागि चाहिँ हामीले मैले अहिले भनेको दोस्तो तीनवटा कुरा चाहिँ मनमा राख्नुपर्छ। यो दुई चाहिँ हेतु भयो, फल चाहिँ एउटा। त्यसो कारणले क्याम्ड्री ग्युङ्गी दा जिबु क्याप्सु डोवा चिक भनेर तीनवटा हुन्छ। अब शरण गमनको अनि हेतु चाहिँ दुई अघि भनेको दोस्तो डर र अनि आस्था चाहिँ भयो है। अब तेस्रो चाहिँ के हो फल, त्यो दुईद्वारा हामीले फल के हुनु पर्यो, शरण गमन चाहिँ हामीलाई हुनु पर्यो। अब शरण गमन चाहिँ हुनु पर्यो। त्यस्तो कारणले चाहिँ अहिले म यहाँ के भन्न चाहन्छु भनेदेखि बुद्ध धर्म सङ्घलाई शरण गमन अनि गर्नु बेलामा कसरी गर्नुपर्छ
भनेको विषयमा चाहिँ भन्नु चाहन्छु है। अब त्यसको विषयमा चाहिँ शरण गमन कसरी गर्नुपर्छ विषयमा चाहिँ भन्दाखेरि आज यहाँ अलिकति खर्चा सजिलो एउटा कथासँग एउटा भन्छु। एउटा चाहिँ अलिकति विस्तृत रूपले बुद्ध धर्मसँग तिनवटाको गुण 8 हुन्छ। बुद्धले 8वटा गुण हुन्छ, धर्मले 8वटा गुण हुन्छ, सङ्घले 8वटा गुण हुन्छ। त्यो गुणहरू सबै थाहा भएर शरण गमन गर्ने तरिका, त्यसो कारणले त्यो अलिकति गाह्रो हुन्छ, तर पनि हामी बौद्धहरूले जानुपर्ने हो। त्यसो कारणले मैले दुई खर्च थप्लम्नी थोने यसमा दुई उपाय र मार्ग, दुई उपायदेखि चाहिँ बताउने भनेर गुरु बताउँदै हुनुहुन्छ। यसले हामीले ध्यान दिएर सुन्नुपर्छ, यो चाहिँ अत्यन्तै महत्त्वपूर्ण विषय भएको हुनाले। अब त्यसमा चाहिँ पहिला सजिलोदेखि भन्ने हो भनेदेखि हामीले बुद्ध धर्मसँगलाई शरण गमन गर्दाखेरि चाहिँ मनभित्रदेखि नै क्या थम्बा खर्च 100% आफ्नो हृदयदेखि नै मनभित्रैबाट विश्वासको साथ हामी शरण गमन जानुपर्दछ। शरण गमन चाहिँ गर्नुपर्छ। म बुद्ध धर्मसँगलाई शरण गमन गर्छु भन्दै भन्दै मनको भित्र चाहिँ आधा दोस्तो 50% शरण गमन गरेको दोस्तो 50% चाहिँ सङ्घ लागेको दोस्तो, त्यसो गर्यो भनेदेखि हुँदैन भन्छ होइन। त्यसकोमा चाहिँ कथा एउटा हुन्छ, त्यो कथा चाहिँ भन्ने हो। अब यहाँ तिब्बतीमा चाहिँ यहाँ त्यो कथा चाहिँ सबै छ, यो पढ्यो भनेदेखि समय लाग्छ। अब नेपालीमा चाहिँ अनि त्यहाँ सबै छ, त्यो तपाईँले पढ्नुहोस् है। शिव क्याप्सु डुबेछु छिदर इनाम लेन तिनमा चौथो शरणमा जाने विधि के हुन् म संक्षिप्तमा यहाँ छोट गरेपछि पढाएर सुनाउँछु। यसमा शरणै स्थानको लक्षण भनौँ वा गुणलाई राम्ररी बुझेर एक सुर एक मनले शरण गमन जानु हो। त्यस बाहेक भोटका फेम्बो आमाले गर्ने शरण गमन जस्तै केवल मुखले मात्र शरणमा जाने काम गर्नु हुँदैन। त्यसबारे छोटो कथा गर्ने हो भने कुनै एक समयमा, यो कथा हो तपाईँहरूले राम्ररी सुन्नुहोस्, तपाईँहरूले यो फाइदा हुन्छ। कुनै एक समयमा भोटका फेम्बो भनिने स्थानमा एकजना महिला हुनुहुन्थ्यो। त्यस महिलाले दैनिक शरण गमन जाने एकजना तान्त्रिक गुरु हुनुहुन्थ्यो। एक दिन ती महिलाले त्यस तान्त्रिक गुरुलाई घरमा पूजापाठ गर्न आमन्त्रणा बोलाउनु भएको थियो। जब त्यस तान्त्रिक गुरु घरमा प्रवेश गर्दा त्यस महिलाले आँखाबाट आँसु झर्दै त्यस तान्त्रिक गुरुलाई यसरी अनुरोध गर्नुभएछ, मेरो गुरु भने पनि हजुर नै हुनुहुन्छ। यो जुनी र अर्को जुनीको शरणाई स्थान भने पनि तपाईँ नै हुनुहुन्छ। आशा र भरोसा राख्ने व्यक्ति भनौँ या नाथ भने पनि तपाईँ नै हुनुहुन्छ। हे तान्त्रिक गुरु रत्न, मलाई दया मायाका साथ आशीर्वाद दिनुहोला। आज हजुरले यस पूजा कोठाभित्र रही पूजापाठ गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसरी ती महिलाले तान्त्रिक गुरुलाई अनुरोध गरिसकेपछि त्यस घरमा एकजना बालक पनि भएको हुनाले उनले त्यस बालकलाई तान्त्रिक गुरुसँग बस है भन्दै बारीमा काम गर्न निक्ली। अब बच्चालाई तान्त्रिक गुरुसँग बस भन्दै उहाँ चाहिँ अब खेतमा काम गर्न निस्कियो। त्यसपछि त्यस तान्त्रिक गुरु पूजामा व्यस्त भएकाले बच्चालाई एक्लै बस्न मन लागेन र दिक्क मान्दै घरमुनि बाटोमा निक्लेर ठुलो स्वरले ए आमा म पनि आउँछु भन्दै कराउन थाले। बच्चाको यस्तो चाल देखेपछि ती महिलाले हतार हतार गर्दै त्यस बालकलाई यसरी हप्काइन्, ए बाबु तल नआऊ है, किनभने त्यस तान्त्रिकले घरभित्र चोरी गर्न सक्छ। तपाईँले कथाबाट बुझ्नुभयो होला, शरणमा जाने भन्दै ठुलो स्वरले घरमा फर्कनका कर गरिन्। त्यस कारणले गर्दा ती महिलाले
त्यस तान्त्रिक गुरु रत्नप्रति देखाएको शरण केवल देखावाटी मात्र भएको र भित्री मनबाटै शरण गमनको भावना जागृत नभएको कारणले गर्दा त्यस तान्त्रिकले चोर्लन कि भन्ने विचार उत्पन्न भएको हो। यस्तो अवस्था हाम्रो पनि हुन सक्ने भएको हुनाले हामीले त्रिरत्नको शरणमा जाँदा कसरी शरणमा जाने भन्ने बारे राम्ररी बुझ्नु पर्दछ र माथि उल्लेख गरिएको फेम्बो आमाको कथा जस्तै गरी शरण गमनमा गएमा त्यसबाट कुनै पनि प्रकारको फाइदा हुँदैन। यसो हुनाले शरणाई त्रिरत्नप्रति अथाग श्रद्धाका साथ एक सुर एक मनले विशुद्ध शरण गमनमा जानु अति आवश्यक हुन्छ। फेम्बो आमाले गरेको जस्तै हामीले शरण गमन जानु भएन। मनभित्रैबाट हृदयदेखि नै हामीले त्रिरत्नप्रति शरण गमन जानुपर्दछ। लसो अब यहाँसम्म चाहिँ सजिलो देखे बुद्ध धर्मसँगले शरण गमन कसरी गर्ने भनेको विषयमा चाहिँ यहाँसम्म। अब अहिले चाहिँ बुद्ध धर्मसँगलाई शरण गमन कसरी गर्ने भनेको विषयमा भन्दैछु। अब त्यसमा अघि सजिलोदेखि एउटा चाहिँ भनिसक्यो। अब अहिले चाहिँ अलिकति विस्तृत रूपले भन्ने हो। त्यसो कारणले राम्रो गरेर सुन्नुहोस्। अब सत्यमा हामीले बुद्ध धर्म सङ्घलाई शरण गमन गर्नु बेलामा शरण गमन राम्रो हुनुको लागि शरण गमनको हेतुलाई ध्यान दिनुपर्छ। शरण गमनको हेतुमा चाहिँ दुई किसिमको भनेको थियो। एउटा चाहिँ डर, एउटा चाहिँ आस्था। अब डर भने चाहिँ अघि भनेकै जस्तो संसारमा हामी अनि संसारमा अनि पुग्यो भने या संसारमा खस्यो भने या के अरे र हामी संसारमा जन्म भयो भने अनि जन्म र हामी संसारमा जन्म भयो भने के दुःखहरू छ भनेर चाहिँ यो चाहिँ राम्रो गरेर हामीले सम्झिनुपर्छ। त्यसो कारणले दुःखमा चाहिँ खास गरेर 3 किसिमको दुःख हुन्छ। एउटा दुःख चाहिँ पहिलो सर्वप्रथम दुःख चाहिँ के हो भनेदेखि दुःखको दुःख भने चाहिँ हो त्यो चाहिँ हाम्रो रोग, आफैले रोगहरू भएको कारणले जिउहरू दुख्ने अनि टाउकाहरू दुख्ने, पेट दुख्ने अनि त्यो मनमा धेरै पीडाहरू लाग्ने, जो होस् आफ्नो अनुभवले थाहा हुने दुःखहरू जति हुन्छ नि त्यो दुःखहरूलाई चाहिँ दुःखको दुःख भन्छ। अब दोस्रो दुःख चाहिँ के हो भनेदेखि दोस्रो दुःख चाहिँ परिवर्तन दुःख भन्छ। परिवर्तन दुःख भने चाहिँ तत्कालमा चाहिँ सुख हुने, तर त्यो सुखमा चाहिँ सुख छ भनेर चाहिँ अनुभव गर्दै गर्दै त्यसलाई महसुस गर्दै गर्दै गयो भने अन्तिममा पछिमा अनि भविष्यमा धेरै दुःख हुने त्यस्तो पनि छ। उदाहरणमा हाम्रो अहिले यो सांसारिकमा अब केटाकेटीहरू अनि त्यो रागद्वारा अनि माया गर्ने त्यस्तो हुन्छ। फेरि त्यसको कारणले पछि अनि के अरे बिहाहरू हुन्छ। बिहाहरू भएको पछि अनि आफ्नो घरमा अनि बच्चाहरू पनि हुने अनि त्यसको कारणले अनि बिस्तारै बिस्तारै आफ्नो घरको भित्र जिन्दगीमा धेरै दुःखहरू चाहिँ हामीले अनि खासमा अनुभव हुन्छ रहेछ नि। हो त्योहरू चाहिँ त्यस्तो दुःखहरू कसरी भएको भनेदेखि रागद्वारा अलिकति माया त्यसलाई अनि राग भयो, त्यसो एट्याचमेन्ट र
त्यसो कारणले अहिले चाहिँ तर्कालमा चाहिँ सुख हुने जस्तो तर अनि भविष्यमा धेरै दुःख पाउने त्यसलाई चाहिँ के भन्छ परिवर्तन दुःख भन्छ परिवर्तन दुःख भने त्यो अब त्यसमा त्यो एउटा दुई तेस्रोमा चाहिँ के हो सांसारिक दुःख सांसारिक दुःख भने चाहिँ कसले भन्छ भनेदेखि दुःखको दुःख अघि भनेको पेट दुख्ने टाउको दुख्ने जिउ दुख्ने छ नि त्यो कसरी भएको जिउ भएको कारणले जिउको दुःख चाहिँ आएको फेरि मनमा पनि धेरै दुःख पीडहरू आउने हुन्छ नि त्यो कसरी भएको मन भएको कारणले त्यो त्यसो कारणले सांसारिकको जिउ र सांसारिकको मनलाई के भनेको छ भनेदेखि सांसारिक दुःख भनेको छ बुद्धले यो चाहिँ सिर्फ बौद्धको शास्त्रमा लेखेको छ अघि भनेको दुःखको दुःख र अनि परिवर्तन दुःख दुईटा चाहिँ अन्य धर्मले अनि अबौद्धको धर्मको शास्त्रको भित्र पनि त्यो कुरा चाहिँ राखेको छ तर सांसारिक दुःख चाहिँ दुःखको विषयमा सिर्फ बौद्ध शास्त्रमा चाहिँ भनेको छ त्यसो कारणले हामीले अनि दुःखको दुःख हामीले आफूलाई के हुन्छ रहेछ त्यो राम्रो गरेर चिन्तन गर्नुपर्छ सोच्नुपर्छ हामीलाई अनि परिवर्तन दुःख कस्तो कस्तो हुन्छ रहेछ त्यो राम्रो गरेर हामीले अनि सम्झिनुपर्छ सांसारिक दुःख हामीले कसो कसो हुन्छ रहेछ त्यो पनि हामीले राम्रो सम्झिनुपर्छ त्यो तीन दुःखमा सबभन्दा नराम्रो दुःख चाहिँ सांसारिक दुःख भने चाहिँ हो त्यसो कारणले यदि हामीलाई सांसारिक दुःख सांसारिकको अनि जिउ मन सांसारिकको मन नभयो भने दुःखको दुःख र परिवर्तन दुःख चाहिँ हामीलाई भोग्नु पर्दैन हामीले दुःखको दुःख र परिवर्तन दुःख भोग्नु पर्नेको कारण चाहिँ यो सांसारिकको जिउ र मन भएको कारणले हो त्यसो कारणले बुद्ध स्वयंले के भनेको छ यदि तपाईले दुःखको दुःख र परिवर्तन दुःखहरू भोग्नु नपर्ने टेक्नु पर्ने छ भनेदेखि तपाईले अनि सांसारिकको अनि जिउ र मनलाई अनि टेक्नुपर्छ भनेको छ त्यो टेक्नुको लागि के गर्नुपर्छ भनेदेखि तपाईले संसार भने चाहिँ टेक्नुपर्छ भनेको छ संसार टेक्नुको लागि के गर्नुपर्छ भनेदेखि संसारमा हामी जन्म लिन्छ त्यो लिनुको कारण के हो भनेदेखि कर्मलाई के अरे सांसारिक कर्म त्यसलाई टेक्नुपर्छ भन्छ सांसारिक कर्मले टेक्नुको लागि के चाहियो भनेदेखि सांसारिक कर्म चाहिँ कसले बनाएको हो क्लेश रिस राग नराम्रो मनले बनाएको त्यसो कारणले रिस राग टेक्नुपर्छ भनेको छ रिस राग टेक्नुको लागि के गर्नुपर्छ भनेदेखि तपाईले शून्यता ज्ञानलाई अनि ध्यान अभ्यास गर्नुपर्छ भनेको छ त्यसो कारणले शून्यता ज्ञानलाई ध्यान अभ्यास गर्न सक्यो भनेदेखि अज्ञानको मन अज्ञानलाई टेक्न सक्छ अनि खर्च आत्मगर्भलाई आत्मगरालाई टेक्न सक्छ आत्मगर चाहिँ टेक्न सक्यो भनेदेखि आत्मगरदेखि भएको त्योद्वारा आएको अनि रिस राग टेक्न सक्छ रिस राग टेक्न सक्यो भनेदेखि त्यहाँबाट आएको अनि सांसारिक कर्म टेक्न सक्छ सांसारिक कर्म टेक्न सक्यो भने त्यहाँबाट आएको संसार टेक्न सक्छ संसार टेक्न सक्यो भनेदेखि सांसारिकको जिउ र मन चाहिँ भोग्नु पर्दैन कसा टेक्न सक्छ सांसारिकको जिउ र मन टेक्यो भनेदेखि अनि के अरे दुःखको दुःख र परिवर्तन दुःख चाहिँ भोग्नु पर्दैन त्यो यो चाहिँ बुद्धिस्ट फिलोसफीमा भन्नुभएको कुरा त्यो गम्भीर छ नि त्योहरू हो त्यस्तो हामीले सोच्नुपर्छ भनेको छ यहाँसम्म चाहिँ दुःख कसरी सोच्ने अनि दुःखलाई डर कसरी सम्झिने भने चाहिँ यति राखौँ अब के अरे शरण गमनको हेतु 2 मा दोस्रो चाहिँ के हो भनेदेखि हो अनि आस्था
बुद्ध धर्म संघ पार्टी आस्था बुद्ध धर्म संघलाई अनि खर्सा सरदर राख्ने त्यो हो अब बुद्ध धर्म संघलाई आस्था कसरी गर्ने भन्नेमा त्यसमा चाहिँ अब हुनु त दुईटा छ बुद्ध धर्म संघको गुणहरू थाहा नभएर बुद्ध धर्म संघलाई म आस्था राख्छु भन्ने त्यस्तो पनि मन हुनसक्छ तर त्यो चाहिँ अनि टेम्पु यो मारे सेट गर्छ नो स्टेटेबल टेम्पु यो मारे लायथि त्यो चाहिँ जहिले पनि रहिरहँदैन त्यो चाहिँ के भन्छ त्यति राम्रो होइन अब सबभन्दा राम्रो चाहिँ के हो भनेदेखि सबभन्दा राम्रो चाहिँ बुद्ध धर्म संघको गुणहरू चिनेर थाहा भएर अनि बुद्ध धर्म संघलाई अनि आस्था राख्यो भने त्यो आस्था चाहिँ धेरै राम्रो हुन्छ त्यो चाहिँ भविष्यसम्म बस्न सक्छ त्यसो कारणले बुद्ध धर्म संघलाई आस्था गर्नुपर्छ भने चाहिँ ठिकै कुरा हो तर त्यो आस्था चाहिँ के हुनु पर्यो बुद्ध धर्म संघको गुणहरू थाहा भएर आस्था गर्ने त्यो त्यसो कारणले मैले यहाँ आस्थाको विषयमा के अरे आस्था बुद्ध धर्म संघले आस्था गर्नु बेलामा बुद्ध धर्म संघको गुण थाहा हुनुपर्छ भनेको कुरा चाहिँ राखेर अब मैले यहाँ के सुरु गर्छु भने बुद्धको गुण के हो धर्मको गुण के हो संघको गुण के हो चाहिँ भन्न चाहन्छु अब यसमा त्रिरत्न माथि अनि त्रिरत्न माथि होइन सरी बुद्ध धर्म संघको गुण भन्नु बेलामा पहिला अनि बुद्धको गुण के हो भनेदेखि त्यहाँ चाहिँ उत्तरतन्त्र भन्ने यो एउटा शास्त्र छ ग्रन्थ छ मैत्रेय बुद्धले अनि लेख्नु भएको ग्रन्थ हो यो अहिले यो मैत्री बुद्ध भने चाहिँ राम बमजन मैत्रीको त्यो भन्छ नि त्यो होइन है अहिले यो मैत्री बुद्ध भने चाहिँ बौद्धको बुद्ध एउटा हो है त्यो फेरि मिक्स गरेर त्यो चाहिँ नगर्नु होइन अब बमजनको समाजहरूले अस्ति टिभीमा क्लियर खस सफा भनिसक्यो हामी बुद्धिस्ट होइन भनिसक्यो होइन त्यसो कारणले अब वहीँ समाजहरूले हामी बुद्धिस्ट होइन भनिसक्यो भनेदेखि उहाँहरूको मैत्रेयको बुद्ध के भन्ने कुराहरू चाहिँ अलग्गै हो होइन अब हाम्रो बौद्धको मैत्रेय बुद्ध भने एउटा छ उहाँले भन्नुभएको ग्रन्थ शास्त्रमा के छ भनेदेखि सिया त्यो नाला दुमा छिसी लुङ्गी ट्रुप सिङ्गी किङ्गी तो मेम्बा खेन्दा चाहिँ त नेबर्दे दुङ्गी देम्बे साङ्गी नि भनेर दुमा छिसी बुद्धको छिङ्गीलाई खरै हिँगो बुद्धको लक्षण बुद्ध रत्नको लक्षण के हो भनेदेखि हामीले के भन्छ भनेदेखि दुमा छेसो यन्दे गेतन देम्बे क्याम्ने थर्तु साङ्गी कुञ्जोकी छिङ्गी भन्छ है आउट गुण भएको व्यक्तिलाई बुद्ध रत्न भन्छ भनेर चाहिँ हामीले चिन्नुपर्छ बुद्ध धर्म भने के हो सरी बुद्ध रत्न भने के हो भनेदेखि ऊ यहाँ छ नि त्यो यस्तो भन्नु हुँदैन बुद्ध रत्न भने के हो भनेदेखि बुद्धको 8वटा गुण भएको व्यक्तिलाई बुद्ध रत्न भन्छ भनेर चाहिँ त्यो हामीले थाहा हुनु पर्यो अब यदि त्यस्तो हो भनेदेखि बुद्ध रत्नलाई 8वटा गुण के छ भनेदेखि दुमा छेपा रङ्सी नामदाको योन्दे दुमा छेसिङ लुङ्गी टुबा दुमा छेसि लुङ्गी टु सिङ्गी किङ्गी तो मेम्बा खेम्बा चेवा निपा राङदुई फिन्जो सिन्दुई फिन्जो योन्देन भनेर 8वटा चाहिँ भन्नुहुन्छ अब यो नेपालीमा तपाईले यो पढ्नुस् र अब बुद्धको 8 बुद्ध के हो र बुद्धलाई 8 प्रकारको गुणले युक्त भएको भनेर हामीले बुद्धलाई चिन्नु पर्दछ र त्यो 8वटा विषयमा पनि हामीले के हो त्यो प्रष्ट तरिकाले बुझ्नु पर्दछ र नम्बर 1 प्रथम
असंस्कृत स्वभाव शुद्ध गुण र स्वभावले नै शुद्ध गुण भएको र निरभोग सिद्धि आगन्तुक विशुद्ध गुण जस्तै सबै गुणले युक्त भएको ती गुणहरूलाई शब्द र तर्कद्वारा पूर्ण रूपमा जान्न सकिने गुण सबैले जान्न सकिने त्यस्तो युक्त गुण भएको। चौथोमा स्वार्थ सम्पन्न गुण, उहाँसँग स्वार्थ भनेको चिजै हुँदैन। र पाँचौँमा ज्ञान सम्पन्न गुण, सबै ज्ञानले युक्त भएको, सर्वज्ञात सबै जानेको। कृपा सम्पन्न गुण, सबै प्राणीको कृपावान गर्न सक्ने गुण। बल सम्पन्न गुण, शक्ति र बल भएको संसारबाटै रक्षा गर्न सक्ने बल। र परमात्मासम्मको गुण र एउटा सत्यको एउटा गुण। यसरी 8 प्रकारको गुणहरू चाहिँ भगवान् बुद्धलाई भएको छ र यस्तो गुणले युक्त भएको चाहिँ बुद्ध भगवान् रहेछ भनेर हामीले यसरी सम्झेर शरणमा जानुपर्दछ। अब यहाँ 8वटा कुरा चाहिँ आयो होइन। अहिले मैले यो कुराहरू चाहिँ अलिकति अनि त्यसमा व्याख्या गर्छु है, व्याख्या गर्छु। अब पहिला सबैले राम्रो गरेर सम्झिनुहोस् है। बुद्ध भन्ने चाहिँ स्वतन्त्र रूपले भएको होइन। अहिले के अरे अबौद्धहरूमा कोहीहरूले अनि कृष्णकर्ता गर्छ, सृष्टिकर्ता भनेर चाहिँ उहाँहरूले विश्वास गर्नुहुन्छ। अब उहाँहरूले सृष्टिकर्ता भन्ने चाहिँ स्वतन्त्र रूपले भएको हो भन्छ, सबै शक्ति भएको हो त्यस्तो भन्छ। तर बौद्धमा त्यो चाहिँ अनि हामीले मान्दैन। बौद्धमा चाहिँ के भन्छ भनेदेखि जति बुद्धहरू होस्, बुद्ध शाक्यमुनि अनि पहिलाको बुद्ध, भविष्यमा आउने बुद्ध जति होस्, त्यो बुद्ध चाहिँ के हो भनेदेखि प्रतीत समुपता हो भन्छ। प्रतीत समुपता बुद्ध भने चाहिँ एउटा फल हो। बुद्ध एउटा फल भएको कारणले बुद्ध भन्ने चाहिँ हुनुको लागि पनि हेतु चाहिएको छ। अनि केन खर्च हेतु र प्रत्यय चाहिएको छ। त्यसो कारणले बौद्धमा के भन्छ भनेदेखि बुद्धको शिक्षामा के भन्छ भनेदेखि बुद्ध पनि पहिला हामी जस्तो हो, पहिला हामी जस्तो एउटा अनि व्यक्ति हो। रिस राग सबै भएको एउटा व्यक्ति। तर रिस राग भएको व्यक्ति त हो, तर बुद्धको शास्त्रभित्र खास गरेर सिद्धान्तको भित्र के बनेको छ भनेदेखि सेमल सेम मचिते सेमगी रङसिन्य वेसलवा हो भनेको छ। त्यसको मतलब के हो भनेदेखि हामी सर्व प्राणीहरूलाई मन भन्ने चाहिँ छ भनेको छ है। हामी सर्व प्राणीहरूलाई मन भनेको छ, तर त्यो मनको त्यो मनलाई अनि स्वभाव, त्यो मनको स्वभाव के हो, त्यो मनको रूप के हो, त्यसमा चाहिँ ध्यान दिनुपर्छ। त्यसको कारणले बुद्धले के भनेको छ भनेदेखि हाम्रो मनको स्वभाव चाहिँ शुद्ध हो भनेको छ। सिमकी रङसी वेसेलवा, सिमकी रङसी वेसेलवा, मनको स्वभाव शुद्ध हो भनेको छ। अब मनको स्वभाव शुद्ध हो भनेमा त्यसको उदाहरण के छ भनेदेखि आकाशको स्वभाव शुद्ध हो, त्यही हो। आकाश भन्ने चाहिँ हामीले सबै थाहा छ नि, तर आकाशको स्वभाव चाहिँ शुद्ध हो। तर कहिले कहिले आकाशबाट पानी आउँछ होइन, पानी आउँछ रुवे छ बताऊ, पानी पर्छ है, आकाशबाट पानी पर्छ। तर आकाशबाट पानी पर्ने चाहिँ कसरी भएको? पानी पर्ने चाहिँ आकाशको स्वभाव हो भनेदेखि जहिले पनि पानी पर्नु पर्यो। अब पानी पर्ने चाहिँ आकाशको स्वभाव होइन भनेदेखि अब कसरी भएको? अब के अरे कोही हेतु र प्रत्ययको कारणले अनि त्यहाँ समुद्रको देखि अनि लङ्बल खर्छ
बापहरू यसरी आकाशमा आएर अनि बल्ल पानी चाहिँ परेको हो। बादल भएर पानी चाहिँ परेको हो। त्यो बादल चाहिँ अनि त्यो आकाशको स्वभावमा छैन, त्यो पछि भएको। पहिला आकाश भएको, पछि बादल भएको। त्यो हामीले तुरुन्त थाहा छ। कसरी भनेदेखि म इन्डियादेखि यता नेपाल आउँछ, नेपालदेखि इन्डिया जान्छ, कसरी जान्छ? हावाजहाजमा। हावाजहाजमा यसो जाँदाखेरि, पहिला यसो जाँदाखेरि चाहिँ बादलहरू सबै हुन्छ है। फेरि पसेर माथि गएदेखि बादल सबै तल छ। माथि पुग्दाखेरि त आकाश त सबै निलो शुद्ध छ ल। त्यसो कारणले आकाशको स्वभाव चाहिँ शुद्ध हो, तर बादल छ। त्यही दोस्तो हाम्रो मन चाहिँ शुद्ध हो। मनको स्वभाव भनौँ, हाम्रो मनको स्वभाव चाहिँ के हो? शुद्ध हो। तर केही कारणले, हेतु र प्रत्ययको कारणले चाहिँ मनको भित्र रिस रागहरू चाहिँ पछि आएको होइन। जहिले मन छ त्यही बेलामा अनि रिस रागहरू चाहिँ छैन नि। बिहान उठ्दैकै रिस राग छ? छैन नि। हामी आफैले थाहा छ नि। बिहान त मन राम्रो छ नि, परि के कारणले यताउता केही कुरा नराम्रो भने अनि रिस राग हुने भयो नि होइन। त्यसो कारणले मनको स्वभाव के हो भनेदेखि शुद्ध हो भनेको छ। त्यसो कारणले अनि मनको स्वभाव शुद्ध भएको कारणले हाम्रो मनको माथि जति रिस रागहरू छ त्योहरू सबै हामीले देख्न सक्छ भनेको कारण त्यो। यदि मनको स्वभावै रिस राग हो भनेदेखि हामीले रिस राग भने चाहिँ कहिले पनि देख्न सक्दैन। आगोको स्वभाव चाहिँ तातो हो, त्यसो कारणले आगोको माथि भएको तातोको गुण चाहिँ आगोदेखि अनि के अरे अलग चाहिँ जहिले पनि गर्न सक्दैन। सक्छ? म आगो यता लिन्छु, तातो उता लिन्छु भनेर सक्छ? सक्दैन। तर पानी तातो चाहिँ हेर्नुहोस् त, पानी तातो भने चाहिँ पानीको स्वभाव होइन है। त्यसो कारणले पानी त्यो ग्यास त्यो गरेर तातो हुन्छ, तर त्यहाँ अर्कोमा राख्यो भनेदेखि तुरुन्त चिसो हुन्छ नि। त्यसो कारणले पानीको माथि भएको तातो चाहिँ तर्कालको हो, त्यो स्वभाव होइन। त्यही दोस्तो हाम्रो मनको माथि भएको रिस रागहरू सबै तर्कालको हो, त्यो स्वभाव होइन, मनको स्वभाव होइन। त्यसो कारणले हाम्रो मन चाहिँ मनको माथि भएको रिस राग चाहिँ हामीले देख्न सक्छ भन्ने कारण त्यो। यो चाहिँ हामीले थाहा हुनुपर्ने कुरा हो भयो है। त्यसो कारणले यहाँ के भनेको छ भनेदेखि त्यो गुण 8वटा गुणको भित्र एउटा चाहिँ यो भनेको छ, सेम एउटा चाहिँ त्यो हो। त्यसो कारणले अब यहाँ भन्छु है, त्यसो कारणले राम्रो सुन्नुहोस् है, मनको स्वभाव शुद्ध हो, मनको माथि भएको अनि क्लेशहरू रिस रागहरू सबै देख्न सक्ने कुरा हो। त्यसको कारणले यदि हामीले त्यो देख्न सक्ने गर्छु भनेको मन छ भने मनको स्वभावलाई म चिन्नु सक्नु गर्छु, मनको माथि भएको रिस रागहरू सबै म देख्न सक्नु गर्छु भने यदि मन भएदेखि अनि हामीले के गर्न सक्छ? एउटा महान गुरु थाप्ने है। एउटा महान गुरु थापेर चाहिँ उहाँदेखि मनलाई, मनको स्वभाव यस्तो हो, मनको माथि रिस राग यसो आउँछ, त्यसले चाहिँ यसरी देख्नुपर्छ भनेको तरिकाहरू सबै, ज्ञानहरू सबै गुरुदेखि हामीले लिने। त्यो ज्ञान चाहिँ हामीले गुरुदेखि लिएको पछि हामीले त्यसलाई चाहिँ के अरे गुरुको ज्ञान चाहिँ सुन्ने, चिन्तन गर्ने, त्यसको माथि चाहिँ अनि ध्यान अभ्यास गर्ने। ध्यान अभ्यास गर्दै गर्दै गयो भनेदेखि अनि मनको माथि भएको रिस रागहरू तुरुन्त देख्न सक्दैन, तर त्यो सानो हुँदै 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 जान्छ। त्यो सानो हुँदै 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 गएर एकमा गुरुको अनि त्यो के भन्छ गुरुको ज्ञानद्वारा अनि मनको अनि त्यो शुद्ध मनको स्वभाव शुद्धलाई चिन्ने, त्यसले चाहिँ ध्यान गरेर चाहिँ त्यसलाई चाहिँ समात्न सक्ने गर्ने। यतापट्टि नराम्रो मनहरू चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ त्यसलाई अनि खर्च व्यवसेवा
हटाउँदै त्यो सानो बनाउँदै जाने यस्तोरी गयो भनेदेखि अनि के हुन्छ मनको माथि चाहिँ अनि ज्ञानहरू पाउँछ त्यसको माथि तथ्याथा गाते गाते परागाते परासमगाते बोधि सोहा भनेको 5 वर्गको गुणहरू अनि हामीलाई पाउँछ त्यो पाएर चाहिँ अनि अन्तिममा हाम्रो मन चाहिँ कस्तो हुन्छ भनेदेखि अन्तिममा मनको शुद्ध मनको स्वभाव मनको शुद्ध चाहिँ बस्छ तर मनको माथि भएको अनि रिस रागहरू सबै त्याग्छ है त्यो बेलामा के हुन्छ अज्ञान भनेको त्योहरू सबै त्याग्नु सक्ने हुन्छ त्यो बेलामा मन चाहिँ के हुन्छ सबै ज्ञानी हुन्छ त्यसो कारणले खेम्बे युन्देन भने यहाँ 5 मा के भनेको छ खेम्बे युन्देन अब सबै थाहा भयो बुद्धले सबै थाहा छ भनेको दोस्रो हाम्रो मन पनि त्यो हुँदाखेरि चाहिँ सबै हामीले थाहा हुने ज्ञानी हुने सर्वज्ञानी भन्छ नि त्यो हुन्छ त्यो सँगै अनि करुणाहरू सबै सर्वकरुणा भन्ने त्यस्तो पनि हामीले पाउँछ हैन त्यो सँगै आफूले शक्ति अनि सर्वशक्ति आफूले शक्ति बलहरू आफूले पाउँछ त्यसको माथि त्यो पाएको पछि अनि हामीले के हुन्छ आफै पनि दुःखहरू सबै हटाउँछ अरूले पनि फाइदा गर्न सक्ने त्यस्तो हुन्छ हो त्यस्तो भएको अब छोटकरीमा भन्यो भनेदेखि मनको भित्र भएको दोष पापहरू सबै हटाएको एउटा गुण मनको भित्र भएको एउटा ज्ञान अघि भनेको सर्वज्ञानी त्यस्तो दुईटा मनको भित्र पायो भनेदेखि त्यस्तो भूमिमा पुग्दाखेरि हामीलाई बुद्ध भन्छ त्यसो कारणले बौद्धको शास्त्रमा के भनेको छ भनेदेखि हामी एउटा व्यक्ति हामी एउटा साधारण मान्छे भएर पनि हामीलाई बुद्धता प्राप्त गर्न सक्ने तथागत गर्भ भनेको बुद्ध हुनेको शक्ति छ भन्छ त्यो कारणले हामीले अनि अघि भनेको जस्तो गुरु थापेर चाहिँ बिस्तारै ध्यान अभ्यास गर्दै गयो भनेदेखि पछि हामीलाई अनि त्यो दुईटा अनि ठुलो ज्ञान दुईटा पाउँछ पाङ्बे युन्ते तोपे युन्ते है के अरे दोष र पापहरू सबै टेक्नु सकेको एउटा गुण अनि यतापट्टि के अरे शिक्षाहरू सबै ज्ञानहरू सबै पाइसकेको गुण त्यो दुईटा चाहिँ पाएर चाहिँ हामी सङ्घे भनेर सङ् भनेको चाहिँ पाप र दोषहरू सबै अनि हटाइसकेको टेकिसकेको ज्ञान घे भने चाहिँ अनि सर्वज्ञानी भएको त्यो दुईटा चाहिँ त्यस्तो दुईटाको गुण पाउनुहुन्छ त्यो पायो भने हामीले के भन्छ साङ्गे हो त्यो अब हजुरहरूले पछि साङ्गे भने यसो सोच्दाखेरि यो कुराहरू चाहिँ अनि मनमा सम्झिनुपर्छ ए साङ्गे भने चाहिँ यसरी भएको रहेछ साङ्गेले यस्तो गुण रहेछ भनेर चाहिँ हामीले थाहा हुनुपर्छ अब त्यसको माथि अनि बुद्धको कायाको गुण वचनको गुण अनि मन चित्तको गुणहरू सोच्ने त्यहाँ यहाँसम्म चाहिँ बुद्धको गुण भयो है अब दोस्रोमा जाउँ साङ्गेको यन्ते 최고 연대 다 최고 연대인데 직랍 샤가 야 최고 연대 직랍 샤다 अब धर्मको गुण धर्म रत्न भन्नुपर्छ धर्म रत्नको अनि 8वटा गुण छ त्यो चाहिँ एकचोटि पढ्नुस् अब दोस्रो धर्म रत्नको 8 गुणको परिचय प्रथम शब्द तथा तर्कका 4 कोटिहरूप्रति अचिन्त्य गुण कर्म तथा क्लेशहरूबाट वियोग भएकोले अध्यय गुण अनैतिक मनस्कार र कल्पबाट वियोग भएकोले अविकल्प गुण निरोध गुण आफ्नो स्वरूपमा मल नभएको दोष नभएको शुद्ध गुण यथावत तथा यथावत धर्महरू स्पष्ट रूपले जानेकोले स्पष्टता गुण दुई आवरणलाई नाश गर्ने शक्तिले युक्त भएको प्रतिपक्ष गुण मार्ग सत्यको गुण
यसरी 8 प्रकारको गुणहरू छ। यो धेरै लामो छ, तपाईँहरूले पछाडि अब किताबबाट पनि पढ्न सक्नुहुनेछ यो। अब अहिले 8वटा गुण जो भन्यो नि त्यो 2मा सीमित हुन्छ रे। यसमा चाहिँ 2मा समेटिएको छ। समेटो सीमित हुन्छ से सुइकेर क्या केर वे दुगरे लाए थे गे दे नि नाला दुगरे लाए थे समावेश हुन्छ, समावेश गरिएको, सीमित हुन्छ, समेटिएको। 8वटा जो गुण छ त्यो 2मा चाहिँ समावेश गर्नु सक्छ। दुगिरे समेटेको छ हो, समेटेको छ। अब त्यसमा एउटा चाहिँ के हो भनेदेखि एउटा चाहिँ गोक्देङ्गी युन्ते भन्छ, एउटा चाहिँ लामदिङ्गी युन्ते भन्छ। जोस् तपाईँहरूले यो याद गर्नुहोस् है, बुद्धले के भनेको छ भनेदेखि 4 आर्य सत्तुको बेलामा दुङ्गै सेपर दिने दुङ्गा फावेद्य भाउ, दिने कुजु फावेद्य भाउ, दिने गोपा फावेद्य भाउ भनेको छ। बुद्धले यही नै मोक्ष गोक्दैन खर्छ निरोध सत्य, यही नै निरोध सत्य, निरोध आर्य सत्य हो भनेर चाहिँ भनेको छ। त्यो एउटा। त्यसको पछि चाहिँ दिने लम फावेद्य भाउ सिधु जाम्बा लम फावेद्य भाउ भन्ने बेलामा यही नै अनि मार्ग सत्य हो भनेको छ। त्यसो कारणले हामीले के जानकार गर्नुपर्छ भनेदेखि धर्मरत्न भन्ने चाहिँ अरू केही होइन, मार्ग सत्य र अनि निरोध सत्यलाई अनि धर्मरत्न भनेको थाहा भयो। धर्मरत्न भने चाहिँ सबैले मनमा धर्मरत्न भने के हो भनेदेखि अनि निरोध सत्य र मार्ग सत्य त्यो दुईटा हो भनेर थाहा हुनुपर्छ। अब यहाँ निरोध सत्य भने चाहिँ कस्तोलाई भन्छ भनेदेखि मनको माथि भएको क्लेशहरू टेकेको लग्रे मेपा सुपे र टेकेको मनको माथि भएको अनि क्लेशहरू टेकेको गुणलाई के भन्छ भनेदेखि निरोध सत्य भन्छ है। रोकथाम गरेको, निरोध गरेको भनेको मनमा भएको क्लेश दोषहरूलाई रोकथाम गरेको। जस्तै पवित्र मनमा हाम्रो क्लेश दोषहरू भरेको हुन्छ, त्यसले चाहिँ रोकथाम गरिसकेपछि निरोध भनेको रोकेको, रोकथाम गरेकोलाई चाहिँ निरोध भनेको छ। त्यो त्यस्तो गुणलाई निरोध सत्य भनेको। मार्ग सत्य भने चाहिँ त्यस्तो निरोध सत्य पाउनेको उपाय मार्ग, त्यसलाई चाहिँ अनि मार्ग सत्य भनेको है। अब यहाँ चाहिँ मार्ग सत्य भने चाहिँ सोच्नु बेलामा 3टा कुरा चाहिँ मनमा राख्नुपर्छ। त्रिशिक्षा भने चाहिँ, त्रिशिक्षा भने चाहिँ सर्वप्रथम चाहिँ के हो भनेदेखि शील शिक्षा, दोस्रो चाहिँ के हो भनेदेखि ध्यान शिक्षा, तेस्रो चाहिँ के हो भनेदेखि प्राज्ञा शिक्षा। त्यसो कारणले पहिला शीलमा बसेर अनि शील शिक्षा चाहिँ पालन राम्रो गर्ने, त्यसको पछि अनि ध्यान गरेर ध्यान शिक्षा चाहिँ आफ्नो मनमा आउनु दिने, त्यसको पछि चाहिँ बिस्तारै बिस्तारै ध्यान शिक्षा पनि बिस्तारै राम्रो भएर सिने खर्च सिने समाता ध्यानसम्म, समाता ध्यानको शक्ति चाहिँ उपलब्ध खर्च पाउनु गर्ने, उपलब्ध गर्ने, प्राप्त गर्ने। त्यहाँ त्यो मात्रै हुँदैन, शील शिक्षा र समाधि शिक्षा त्यो चाहिँ अनि अबौद्धहरूले पनि छ, हिन्दूमा पनि छ, अरूले पनि छ है। अब बौद्धको अनि खास गरी अनि त्यो ज्ञान चाहिँ के हो भनेदेखि प्राज्ञ शिक्षा भने त्यो प्राज्ञ शिक्षामा पनि धेरै किसिमको हुन्छ। अहिले भनेको चाहिँ जिग्देनले देवे अनि शेरप, त्यो चाहिँ लोकभन्दा पनि परलोकको प्राज्ञा हुन्छ। लोक र परलोकको प्राज्ञा 2 प्रकारको हुन्छ, त्यो चाहिँ परलोकको प्राज्ञा। परलोकको प्राज्ञा शिक्षा चाहिँ हाम्रो मनको भित्र आउनु पर्यो। अब परलोकको प्राज्ञा शिक्षा भने चाहिँ अरू केही होइन, शून्यता ज्ञान, शून्यता थाहा भएको, शून्यता ज्ञान भएको अनि
प्रज्ञा शिक्षाले भनेको हो। त्यसो कारणले आत्मा भने चाहिँ के हो, शून्यता भने चाहिँ के हो भनेर चाहिँ थाहा भएर अनि शून्यताको ज्ञान भएको प्रज्ञा शिक्षा चाहिँ अनि हामीले प्राप्त गर्नुपर्छ। त्यो प्राप्त गरेर चाहिँ हामीले के हुन्छ, शून्यता भन्ने चाहिँ प्रष्ट रूपले अनि हामीले थाहा हुन्छ। त्यसले भन्छ तद्यथा गाते गाते परागाते भन्छ। परागाते भने चाहिँ थोङलम भने चाहिँ के हो भनेदेखि शून्यता प्रष्ट रूपले थाहा भएको हो, त्यसै भन्यो हो। त्यो चाहिँ हामीले पायो भनेदेखि अनि हामीले के पाएको छ, धर्मरत्न भन्ने चाहिँ पाएको हो। त्यसको पछि शून्यता प्रष्ट रूपले थाहा भएको पछि हामीले क्लेश चाहिँ देख्नु सक्छ। क्लेशले देखिसक्यो भनेदेखि हामीले गुणीहरू पाउँछ, त्यसले के भन्छ, निरुद्ध सत्य। त्यसो कारणले मार्ग सत्य र निरुद्ध सत्य दुईलाई अनि धर्मरत्न। अब सबैले यो मनमा राख्नुहोस्, धर्मरत्न भने के हो भनेदेखि मनमा के राख्नु पर्यो, निरुद्ध सत्य र मार्ग सत्यलाई अनि धर्मरत्न भनेको हो भनेर चाहिँ थाहा हुनु पर्यो। यहाँसम्म भयो कि अब आज चाहिँ सुन्ने, फेरि घरमा गएर चाहिँ अनि आनन्द गरेर त्यसमा त्यो केही नसोचेर केही नपरेर त्यो चाहिँ नगर्नुहोस् है। अब अहिले घरमा गएर चाहिँ चाहरू खुवाइ हुन्छ, अलिकति आधा घन्टा 1 घन्टा चाहिँ रेस्ट गर्ने, त्यसको पछि चाहिँ फेरि तपाईँहरू छिमेकीहरू हुन्छ, साथीहरू हुन्छ, अनि सँगै 2-3 सँगै बसेर आज गुरुले के भन्यो भनेर छलफलहरू गरेर त्यो गऱ्यो भने अलि राम्रो हुन्छ।